पनि यहाँ छ है कोच पनि छ ल हे मुखमा अर्केलाई ख्याल गर्नुस् है अर्केलाई ख्याल गर्नु यता नि खायो डम गुलुक गुलुक निले घाँटीमा अर्केलाई ख्याल गरेर है ख्याल गरेर खानु डन भनेर भन्नुहोस् है टाइम हेर्छौँ हामी सबभन्दा बेस्ट आन्सर मेरो थियो नि त हो सबभन्दा बेस्ट आन्सर मेरो थियो नि त मेरो लागि त बेस्ट आन्सर उल्ट्या हो र उहाँलाई दिनु न हेलो गाइस वाट्सअप धेरै पछि हजुरलाई चाहिँ भ्लगमा भेटिरहेको छु आज शनिबारको दिन अनि हामी छौँ रोयल एजुकेसनमा आजको भ्लग निकै रोमाञ्चक निकै एक्साइटेड हुनेवाला छ किनभने आज चाहिँ यहाँ चाहिँ रोयल एजुकेसनले चाहिँ हाम्रो के लेखेको छ भने रोल इट 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 च्यालेन्ज छ कि आज यहाँ होइन भेरी इन्ट्रेस्टिङ कस्तो छ म देखाउँछु है दिस इज द ब्यानर है रोल इट एन्ड इट इट यसमा के रहेको छ भने खास हामीले चाहिँ आफैले सुसी रोल गर्ने रे आफैले बनाउने रे उहाँहरूले सिकाउनुहुन्छ रे अनि हामीले चाहिँ त्यो आफैले बनाएर आफैले खाने रे के है सो लेट्स सी हाउ इट गोज होइन यहीँ बुटोल राजमार्ग चौडामा छ यो यु क्यान सी मिलन चोक त्यहाँ छ राजमार्ग त्यहाँ छ नमस्कार सर नमस्कार कृष्ण हरि पाण्डे कृष्ण हरि पाण्डे सर आज हाम्रो अर्गनाइजर हुनुहुन्छ उहाँ हेलो हेलो गाइस यहाँ छ हाम्रो काउन्टर फ्री वाइफाई रेजिस्टर पैसा तिर्नुपर्ने हो ए हाम्रो अनलाइन रेजिस्ट्रेसन भएको थियो ए ओके 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 रेजिस्ट्रेसन क्युआर कोड स्क्यान गर्नुपर्ने हो हामीले स्क्यान गर्ने बित्तिकै ह्याक हुने त होइन नि फेरि खाता जिरो होला फेरि ल है त गाइस अब आज यो चाहिँ हाजिरी लाए जस्तै होइन वाइफाईको क्युआर ट्याक्का आयो होइन ल यहाँ चाहिँ सुसी खाने मान्छेहरूको डरको आज कोले काँचै सुसी खान्छ आज सुसी बनाएर कोले खान्छ कोले छेड्छ है थाहा छैन सुसी इज अ र मिट अब यहाँ चाहिँ हामीले काँचै फिस खाने हो है सुसी ए काँचो हुन्छ होइन फिसहरू सुसीमा त्यो माछा युज हुन्न सी फुडहरू ए भेज सुसी हो ल ल म त फेरि काँचो माछा खाएर फेरि छेर्नेछ भनेर डराएको नि सर आजको कार्यक्रमबारे केही भनिदिनुहोस् न हामीलाई आजको कार्यक्रम चाहिँ रोल इट 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 अनि च्यालेन्ज एक्सेप्टेड भन्ने एउटा सुसी मेकिङ कम्पिटिसन हो दुईजना यसलाई चाहिँ टिममा काम गर्ने एउटा टिम वर्कका रूपमा पनि हामीले हेर्छौँ होइन एउटा स्किल बेस्ड एउटा स्किल इन्हान्समेन्ट पनि होस् हामी एउटा चाहिँ सर्ट यो सुसी मेकिङ सम्बन्धी ट्रेनिङ दिन्छौँ त्यो चाहिँ कम्तीमा 10 मिनट 15 मिनटको चाहिँ हुन्छ त्यो बेसिक्स अफ सुसी भन्छु म त्यो सकिसकेपछि दुईजना पार्टनर्सहरूमा एकजनाले सुसी बनाउनुहुन्छ अनि अर्कोले त्यो सुसी खाएर सक्नुपर्ने हुन्छ त्यो हुँदाखेरि एउटा त्यो च्यालेन्ज पनि भयो साथीले बनाएको सुसी कस्तो छ भन्ने पनि थाहा हुन्छ अनि त्यसपछि साथीले बनाएको सुसी अर्को साथीले चाहिँ कति छिटो टाइममा खाएर सक्छ अनि हाम्रो टाइम चाहिँ टेन्टेटिभ 5 मिनटमा सुसी बनाएर एकजना साथीले सुसी बनाएर अर्को साथीले खाइसक्नुपर्ने छ पहिलो चिज सेकेन्ड चिज अनि हामीसित अरू एक्साइटिङ गेम्सहरू छन् अनि त्यसको विनर्सहरूलाई या पार्टिसिपेन्ट्सहरूलाई अरू गिफ्ट ह्याम्पर्सहरू त्यसरी चाहिँ हामीले एलोकेट गरेका छौँ आजको इभेन्टमा ए ओके हजुरको युजुअली चाहिँ सुसी सिकाउने कोर्स नै हो कन्सल्टेन्ट होइन हामी चाहिँ इन्टरनेसनल एजुकेसनमा काम गर्छौँ अस्ट्रेलिया अमेरिका युएस अस्ट्रेलिया अमेरिका युके क्यानाडा न्युजिल्यान्ड र इन्डिया लगायतका कन्ट्रिजहरूमा हामी स्टुडेन्ट्सलाई चाहिँ काउन्सिलिङ गर्छौँ र त्यहाँको युनिभर्सिटिजहरूमा हामी प्लेसमेन्ट गर्छौँ पहिलो दोस्रो त्यो पढ्न जानको लागि पूर्व तयारी कक्षाहरू गर्नुपर्ने हुन्छ त्यो चाहिँ आइएल्स पिटी ड्युओलिङ्गो टफेल जस्ता क्लासेसहरू हामी यहाँ दिन्छौँ एसएटी सहित अनि त्यो क्लासेसहरूमा चाहिँ हामी चाहिँ इन्डिभिजुअल पर्सनलाइज गाइडेन्स गर्छौँ त्यो स्टुडेन्ट्सहरूलाई त्यो बेसिकली हामी चाहिँ त्यसमा काम गर्छौँ रोयल एजुकेसन 2003मा इस्टाब्लिस भएको अर्गनाइजेसन हो नयाँ बानेश्वर चोकबाट स्टार्ट भएर आज चाहिँ हामी बुटोलमा पनि 4.5 इयर्स प्लस भयौँ र बुटोलकै पनि 500 प्लस स्टुडेन्ट्सहरूलाई हामीले चाहिँ अहिलेसम्म सक्सेसफुल्ली इन्टरनेसनल युनिभर्सिटिजहरूमा चाहिँ प्लेस गरिसकेका छौँ र
तपाईँ काठमाडौँ बुटोल या एज अ होल रोयल एजुकेसनको कुरा गर्नु भने 15,000+ स्टुडेन्ट्सलाई हामी नेपालबाट चाहिँ बाहिरको युनिभर्सिटिजहरूमा सक्सेसफुल्ली काउन्सिल गर्ने, उनीहरूलाई सपोर्ट गर्ने अनि त्यहाँ प्लेस गर्ने, नट ओन्ली यहाँ काउन्सिलिङ गर्ने, भोलि बिहान त्यहाँ बाहिर गइसकेपछि पनि उनीहरूलाई चाहिँ अरू खालको सपोर्टहरू हामी दिन्छौँ हाम्रो इन्टिमिडिएरी अरू अर्गनाइजेसन्सहरूबाट। सर थोरै कुरा चाहिँ हामी त्यहाँ बोर्ड अगाडि अनि हाम्रो चाहिँ आज यो कन्सल्टेन्सीको उसमा चाहिँ यो सुशी रोलको आइडिया कहाँबाट आयो हजुरलाई खास? इन्टरनेसनल एजुकेसनमा जाने जति पनि स्टुडेन्ट्सहरू हुन्छन् ती स्टुडेन्ट्सहरू कुनै न कुनै सिप लिएर स्किल्स लिएर गयो भने बाहिर गइसकेपछि उनीहरूले आफ्नो स्किल इन्हान्समेन्ट गर्ने, त्यहाँ गएर काम गर्ने, अरू पार्टमा चाहिँ सपोर्ट होस् भन्ने इन्ट्रेस्ट हो। र आजको जेनेरेसन यो जेनजी जेनेरेसनका बारेमा चाहिँ मेरो के छ भने यहाँ चाहिँ आफूलाई इन्हान्स नगर्ने, आफू डेभलप नगर्ने, आफूले चाहिँ के गर्नुपर्छ बाहिर गएर भन्ने चिजको रिसर्च नगर्ने, त्यो रिसर्च नगरिकन जाँदाखेरि गइसकेपछि हुने प्रब्लम्सहरू आज नै यस्ता खालको इभेन्ट्सहरूबाट उनीहरूलाई अवेर गराउने र बाहिर गइसकेपछि यस्ता खालका डिफिकल्टिजहरू हुन्छन् भन्ने चिजको यहाँबाट इन्फर्मेसन पास अन गर्ने र त्यो स्टुडेन्ट्सलाई त्यसरी इन्फर्मेसन पास अन गरिसकेपछि त्यो स्टुडेन्ट्स एउटा लेभलको यहाँ बसेर चाहिँ तयारी गर्न पाओस्, एटलिस्ट एउटा स्किल लिएर एक्ज्याक्टली। अनि नट ओन्ली सुसी मेकिङ, हामीले यस्ता खालका इभेन्ट्सहरू यो क्लास 12 एक्जाम सकिने बित्तिकै हामीले 15 डेजको साइबर सेक्युरिटीसित रिलेटेड ट्रेनिङ कोर्सहरू गर्दैछौँ। नेपालभरिको स्टुडेन्ट्सहरू पार्टिसिपेट गर्न पाउनुहुन्छ। त्यसमा हाम्रो चाहिँ 100 जना स्टुडेन्ट्सलाई अनलाइनमा 15 दिनको साइबर सेक्युरिटी एटलिस्ट बेसिक साइबर सेक्युरिटीको बारेमा चाहिँ जानोस् भन्ने इन्ट्रेस्ट चाहिँ हाम्रो हो त्यो स्टुडेन्ट्सले। अनि यस्तो खालको चिजमा चाहिँ एभ्री मन्थ अल्टरनेट मन्थ्समा चाहिँ हामी यस्ता खालका अवेरनेस प्रोग्रामहरू, स्किल्स बेस्ड प्रोग्राम्सहरू चाहिँ गरि नै रहेका हुन्छौँ। ए नाइस नाइस। सो यो चाहिँ अहिले हजुरको 10th प्रोग्राम हो कि? अलमोस्ट 9-10औँ प्रोग्राम हो यो 4 वर्षभित्रमा। तर अहिले यो रिसेन्टली लास्ट 2 इयर्सदेखि हामी बढी गरिरहेको छौँ। जस्तो योभन्दा अगाडि चियावाला भन्ने चाहिँ ट्राफिक चौकमा चियावालामा बसेर त्यहाँ चिया टक विथ रोयल भनेर हामी त्यहाँ बसेर इन्टरनेसनल एजुकेसनका बारेमा चाहिँ त्यहाँ चिया खान आएका जति पनि कस्टमर्सहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ एडुकेट गर्ने, इन्टरनेसनल एजुकेसनमा के हुन्छ, नेपालको एजुकेसनमा के हुन्छ, अनि एउटा स्टुडेन्ट्सले किन प्र्याक्टिकल बेस्ड एजुकेसन हेर्नुपर्छ भन्ने खालको यस्ता खालका चिजमा चाहिँ हामी अवेर गरिरहेको छौँ। यो पार्ट अफ बिजनेसभन्दा पनि पार्ट अफ अवेरनेस एउटा स्टुडेन्ट्सलाई एडुकेट होस् भन्ने चाहिँ हाम्रो इन्ट्रेस्ट हो। ओहो, बल्ल बल्ल मलाई चाहिँ यो कन्सेप्ट आयो कि किन यहाँ सुशीको त्यो राखेको रहेछ। किन मैले त एजुकेसन कन्सल्टेन्सी भन्छु, फेरि त्यसपछि उहाँले त के कम्पिटिसन राखिराख्नुभएको छ होइन, इटिङ च्यालेन्ज। तर मेरो माइन्डमा त्यही नै थियो कि क्लियर गरिदिनु भयो। धेरै धेरै धन्यवाद सर, हामीलाई समय दिनुभयो। थ्याङ्क यू सो मच गाइस। थ्याङ्क यू। यहाँ एज एन सिनियर काउन्सिलर आबद्ध छु र टकिङ अबाउट टुडेज प्रोग्राम, आजको प्रोग्राम चाहिँ इट इज नेम्ड एज अल्टिमेट सुशी मेकिङ एन्ड इटिङ च्यालेन्ज होइन। सो यसमा चाहिँ बेसिकली वी आर फोकसिङ अन स्किल्स, इट्स नट जस्ट अ च्यालेन्ज। यसमा चाहिँ हामी बढी चाहिँ स्किल पनि डेभलप हुन्छ स्टुडेन्ट्सहरू अर कोही पनि एउटा इन्डिभिजुअलको भन्ने बारेमा चाहिँ हामी अलिक बढी फोकस छौँ। एन्ड लिटरली लाइक टेलिङ अबाउट द इभेन्ट एकदमै एक्साइटिङ हुनेवाला छ बिकज इट इज नट जस्ट स्पेसिफाइड अन सुशी मेकिङ एन्ड इटिङ ओन्ली। यसमा अरू धेरै तपाईँहरूले इन्ट्रेस्टिङ गेम्सहरू, च्यालेन्जेसहरू पनि देख्न पाउनुहुन्छ। सो आई रिक्वेस्ट एभ्री वान टु स्टे ट्युन टिल लास्ट भिडियो एन्ड सपोर्ट दिस गाइज, दे आर भेरी अमेजिङ। सो यो एसली मेन्सर्ड है, हामीले चाहिँ आफै सुशी बनाउने, सो हामीले चाहिँ कसैले गाइड गर्छ कि हामीले आफै? या वी हेभ एक्सपर्ट सुशी मेकर यहाँ चाहिँ अरोमा ट्रेनिङ सेन्टरबाट चाहिँ उहाँ हुनुहुन्छ। सो यु विल बी गेटिङ इन्ट्रोडक्सन फ्रम हिम एज वेल। त्यही हो। सो यु विल बी ट्रेन्ड एट फर्स्ट पहिला एक्सपर्टबाट नै, एन्ड देन यु विल बी मेकिङ एन्ड समन एल्स विल बी इटिङ, त्यस्तो हुन्छ। सो आई विल ब्रिफ यु अबाउट द डिटेल्स अलि पछाडि चाहिँ इभेन्ट सुरु That's gonna mean like suspense, right? Yeah. Amazing. यो चाहिँ खासमा हाम्रो हजुर ल फाइनल काउन्ट एन्ड रेजिस्ट्रेसन। थ्याङ्क यू भेरी मच वान्स अगेन। सो अब चाहिँ केही टाइममा हामीले हाम्रो यो प्रोग्रामलाई चाहिँ अगाडि बढाउनेछौँ है। हामीले प्रोत्साहन गर्नुपर्छ भन्ने एउटा कन्सेप्टले चाहिँ यो प्रोग्राम स्टार्ट गर्न र हामीलाई यहाँसम्म सक्सेसफुल्ली आउनको लागि हेल्प गर्नुहुने हाम्रो रोयल एजुकेसनल फाउन्डेसनको COO मिस्टर कृष्ण हरिपाण्डे आज हामीसँग हुनुहुन्छ होइन यहाँ। सो आई वुड लाइक टु रिक्वेस्ट हिम स्टेजको अगाडि आइदिनु हुन र सम्मानको रूपमा खादा लिनु हुन र आसन ग्रहण गर्नु हुनका लागि है। थ्याङ्क यू भेरी मच सर। त्यसै गरी हामीसँग आज तपाईँहरूलाई स्पेसली एकदम रकस्टार हुनुहुन्छ यहाँ होइन एकजना। सो हाम्रो दीपक खड्का सर हुनुहुन्छ यहाँ, सुशी इन्स्ट्रक्टर हुनुहुन्छ उहाँ चाहिँ प्रोफेसनली। सो उहाँलाई पनि आएर खादा ग्रहण गरेर चाहिँ आफ्नो आसन ग्रहण गर्नुहुन हार्दिक अनुरोध गर्न चाहन्छु।
अर्गनाइजेसन्सहरू चलाउँछ 12वटा नेपालमा इन्क्लुडिङ 5वटा एजुकेसनमा +2 देखि मास्टर्स लेभल अफ एजुकेसन फ्रम त्रिभुवन युनिभर्सिटी। अस्ट्रेलियामा हामी 2टा कलेज चलाउँछौँ, एउटा हाई एजुकेसनमा र अर्को चाहिँ भोकेसनल एजुकेसनमा। डिप्लोमा एडभान्स डिप्लोमा भन्ने सब्जेक्ट्सहरू पढाउने ठाउँ चाहिँ भोकेसनल एजुकेसन भयो। जुन एजुकेसनमा हामीले 12वटा भन्दा प्लस प्रोग्राम्सहरू चलाउँछौँ। यो तपाईँको यो सुसी मेकिङ, कलिनेरी आर्ट्सदेखि अनि आइटीदेखि चाइल्ड केयरदेखि सबै 12वटा जति प्रोग्राम्सहरू हामी भोकेसनल एजुकेसनमा चाहिँ पढाउँछौँ। जुन भोकेसनल एजुकेसन 1 देखि 2 वर्षको कोर्स हुन्छ। हाई एजुकेसनमा हामीले 6वटा प्रोग्राम 7वटा प्रोग्राम्स चलाउँछौँ। ब्याचलर अफ बिजनेसदेखि आइटीदेखि साइबर सेक्युरिटीदेखि होटल म्यानेजमेन्टसम्मको कोर्सहरू अस्ट्रेलियामा चाहिँ सिडनी र मेलबर्नमा बेस्ट क्याम्पसहरू छ हामीसित। नेपालमा एभरेस्ट कलेज भनेर थापाथलीमा हामीले +2 ब्याचलर्स र म्यानेजमेन्ट, प्योरली म्यानेजमेन्ट कलेज हो। म्यानेजमेन्ट कोर्सभन्दा अरू केही पनि पढाइ हुँदैन यसमा। त्यो स्टार्ट भएको 1998 मा हो, बट पाण्डे ग्रुपले टेक ओभर गरेर चाहिँ 2011 मा हामीले सुरु गऱ्यौँ एभरेस्ट कलेज। प्रिमियर कलेज चौधरी ग्रुपसितको पार्टनरसिप हो। चौधरी ग्रुप र पाण्डे ग्रुपको चाहिँ पार्टनरसिपको कलेज हो, जुन चाहिँ मेनभवनमा छ। हामीसित +2 ब्याचलर्स मास्टर्स छन्। अलमोस्ट 1500+ स्टुडेन्ट्स पढ्छन् प्रिमियर कलेजमा। हामीसित त्यसरी कोलम्बस कलेज, काठमाडौँ नेसनल कलेज र बेदास कलेज भन्छ। अनि अघि मैले एभरेस्ट कलेज चाहिँ प्योर म्यानेजमेन्ट कलेज भने जस्तो बेदास कलेज चाहिँ हाम्रो प्योर आइटी हो। फेरि ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी BCA जस्तो प्रोग्राम्सहरू हामी त्यहाँ चलाउँछौँ। हामी पाण्डे ग्रुपले अरू गाडीको अटोमोबिल्सको काम गर्छौँ। तपाईँलाई स्काई वकको बारेमा कसैलाई थाहा छ? काठमाडौँ कमलादीमा माथि चाहिँ 24-25 तला माथि सिसामा हिँड्ने यो पाण्डे ग्रुपको इनिसिएसन हो। हामी त्यसलाई म्यानेज गर्छौँ एज अ म्यानेजिङ डाइरेक्टर, हामी पाण्डे ग्रुपभित्रैबाट। र म त्यो पाण्डे ग्रुपको एक्जिक्युटिभ डाइरेक्टर हो र रोयल एजुकेसनको चाहिँ चिफ अपरेटिङ अफिसर हो। यति सबै हुँदा पनि सबै अर्गनाइजेसनमा म पुगिरहेको हुन्छु, तर सबैभन्दा बढी टाइम इन्भेस्ट गर्न मन लाग्ने टाइम चाहिँ फेरि रोयल एजुकेसन हो। म जन्मिएको, मैले जन्माएको, प्रोफेसनल्ली म जन्मिएको ठाउँ र मैले प्रोफेसनल्ली काम गर्ने एउटा प्लेटफर्म बनाएको ठाउँ भयो। हामी 2जना छौँ, दाइ भाइ 2जनाले चाहिँ यो सबै बिजनेसहरू यहाँ हेर्छौँ। हाम्रो इन्ट्रेस्ट चाहिँ यहाँबाट स्टुडेन्ट्स बाहिर पठाउने मात्रै इन्ट्रेस्ट होइन, ती स्टुडेन्ट्सलाई चाहिँ फ्रम फर्स्ट टु लास्टसम्म चाहिँ कहाँ सपोर्ट गर्न सकिन्छ भन्ने चिज हो। हामी जस्तो सामान्य अघि यहाँ 2टा बहिनीहरूसित मैले गफ गरिरहेको थिएँ। युकेमा हामी 40 दिनमा भिजा भन्छौँ। 40 डेजमा स्टुडेन्ट्सले सबै कम्प्लिट डकुमेन्ट्स बुझायो भने र इन्टरभ्यू दिने बेला चाहिँ 1 हप्ताभन्दा बढी टाइम लिँदैन भने 40 दिनमा उसलाई हातमा चाहिँ तिम्रो भिजा आयो है भनेर हामी दिन सक्छौँ। यो कन्फिडेन्ट कसरी भयो? 40 दिनमा भिजा दिन्छु भन्ने कन्फिडेन्ट। 2013 देखि आज तिमीहरूसित कम्युनिकेट गर्दासम्म मसित जम्मा मैले हेरेको फाइल, हामीले रोयल एजुकेसनबाट अप्लाई गरेको फाइल 3टा मात्रै रिफ्युजल छ। 2013 देखि आजसम्म 2026 सम्म यो 13 वर्षमा फाइल त हामीले राम्रो फाइल गऱ्यो होला। 3टा भिजा रिफ्युजल छ। कसैलाई इन्डिभिजुअली किन रिफ्युज भयो भन्ने बुझ्न मन लागेको छ भने म त्यसको बारेमा एक्सप्लेन गर्न सक्छु। मसित सबै चिज डकुमेन्टेड छ। सो द्याट डजन्ट मिन हामीले गरेको चिज सबै चिज भिजा लागिहाल्छ है, ग्यारेन्टी गर्छौँ है भन्न पनि खोजा होइन। तर वाट वी डु आवर बेस्ट। त्यो बेस्टले चाहिँ भोलि बिहान त्यो स्टुडेन्ट्सको फ्युचरमा चाहिँ कहीँ न कहीँ काम गरोस्। आज बुटोल रोयल एजुकेसनले यो 4 इयर्सभित्रमा 500+ स्टुडेन्ट्सलाई सक्सेसफुल्ली बाहिरको इन्टरनेसनल युनिभर्सिटिजमा प्लेस गरेको छ बुटोल रोयलले। तर इन टोटल रोयलमा चाहिँ 2003 देखि आज तपाईँहरूसित कम्युनिकेट गर्दाखेरि 15,000+ स्टुडेन्ट्स हेज अलरेडी अचिभ द भिजा। मैले रिफ्युजल्सको कुरा गर्दिनँ, भिजा चाहिँ 15,000+ भिजा लगाइसकेका छौँ। र बाहिरको युनिभर्सिटिजमा भएको स्टुडेन्ट्स आज पनि उनीहरूले अमेरिकामा, अस्ट्रेलियामा, क्यानाडामा या युकेमा या इन्डियामा या न्युजिल्यान्डमा कसैले नाम लिएर आउँदा म नाम भन्नुहोस्, तपाईँलाई नाम पनि थाहा छ अहिले पनि हुन्छ। किनभने यो नाम कसरी थाहा हुन्छ? आज तपाईँहरूसित कम्युनिकेट गऱ्यौँ, तपाईँलाई पठायौँ, अनि तपाईँहरूसित कम्युनिकेसन भएन भने मलाई नाम थाहा हुँदैन, तपाईँहरूले के गर्नुभएको छ थाहा हुँदैन। त मैले त्यसपछि पनि म कम्युनिकेसनमा बसेँ भने त्यो स्टुडेन्ट्सको नाम त्यो हो, उसले त्यो गरिरहेको छ, पहिला यस्तो गर्थ्यो, आज यो गर्छ। वी पुट अ ट्र्याक अन स्टुडेन्ट्स वाट ही अर सी इज डुइङ अब्रोड। त्यो चाहिँ हाम्रो सबभन्दा राम्रो चिज हो। अब इन्टरनेसनल नेटवर्क्स भएको भएर र हामी चाहिँ प्राय अमेरिकाको म भन्दिनँ, अमेरिका बाहेक अरू कुनै पनि कन्ट्रीको हामी कुनै युनिभर्सिटिजमा स्टुडेन्ट्सहरू पठाइरहेको छौँ। त्यो युनिभर्सिटिजहरू रोयल एजुकेसनको टिमको नाङ्गो आँखाले हेरिसकेका हुन्छ। सो द्याट वी आर प्रिटी कन्फिडेन्ट त्यो स्टुडेन्ट्स त्यहाँ गइसकेपछि यस्तो इन्भाइरोमेन्टमा यस्तो इन्फ्रास्ट्रक्चरमा पढ्छ भनेर। त्यही भएर हामी बढी ट्राभल पनि गर्दा हुन्छौँ। म अस्ति आइतबारदेखि मङ्गलबारसम्म एउटा युकेको युनिभर्सिटीको गोवामा पार्टनर्स कन्फरेन्समा थिएँ। आज तपाईँहरूसित कुरा गर्दैछु, पछि मङ्गलबार म दिल्लीमा कुरा गर्दै हुन्छु। मङ्गलबारदेखि शुक्रबारसम्म म दिल्ली हुन्छु, फेरि ब्याक यहाँ हुन्छु, अनि
ब्याक टु काठमाडौँ हुन्छ त्यो भए यसरी चाहिँ हामी हेरिरहेको हुन्छौँ अब्जर्भ गरिरहेको हुन्छौँ र यो मेरो कुरा गरिरहँदाखेरि मेरो टिम मैले ट्रेन गरेको टिम म जत्तिकै कपेबल छ इफिसियन्ट छ र तपाईँहरूको केही चिज छ भने त्यो चिजलाई चाहिँ त्यो प्रब्लमलाई सर्ट आउट गर्न चाहिँ उनीहरू विल पनि छन् एबल पनि छन् त्यो हिसाबले मैले सायद यति गरौँ अनि त्यसपछि यो खास मोनोटोनस नहोस् भनेर अनि बाँकी त इन्डिभिजुअली हामीले कुरा गर्नु छ भने वी क्यान स्पिक अगेन है हस् थ्याङ्क यू सुसन आएर एउटा चिट यो बलबाट निकाल्न रिक्वेस्ट गर्न चाहन्छु ढुक होला है मिल्ने हो दुईटाबाट एउटा ला कस्तो लकी त्यस्तो साट्न चाहिँ पाउँदैन है हाम्रो सिसिटिभी सर्भिलियन्स अन्डर हुनुहुन्छ हजुरहरू चाहिँ विवेकको पनि लिँदैन ल 1-1 को कसलाई परेछ 1 and 1 ओ माई गड ल आउनुहोस् प्लिज अगाडि ल हामी चाहिँ फर्स्ट हाम्रो टिम भेटिसकेको छौँ है त उहाँहरूले आफ्नो इन्ट्रोडक्सन दिन जाँदै हुनुहुन्छ प्लिज सबैजनाले केयरफुली सुनिदिनु होला है त ल टिम नम्बर 1 आफ्नो नाम भनिदिनु अल सानो भयो कि है अलिक सुन ल ओके पल्पसा र दिया चाहिँ टिम अप भइसक्नु भएको छ र हामीले हाम्रो फर्स्ट टिम भेटिसकेको छौँ थ्याङ्क यू भेरी मच र आई रिक्वेस्ट है जो चाहिँ भर्खरै भेट्दै हुनुहुन्छ जस्तै पल्पसा र दिया चाहिँ उहाँहरूले नि आफ्नो साथीहरू लिएर आउनुभएको थियो होइन बेस्ट फ्रेन्ड्स तर अलिकति ट्विस्ट भयो त्यहाँ चाहिँ सो तपाईँहरू प्लिज सँगै बसिदिनु होला बिकज टिम वर्क इज अल अबाउट अन्डरस्ट्यान्डिङ इच अदर त्यो रिजनले गर्दा तपाईँहरू सँगै बसेर कम्युनिकेट गर्नुभयो भने इट वुड बी भेरी हेल्पफुल तपाईँहरूकै लागि है जस्ट अ टिप थ्याङ्क यू ल प्लिज ह्याभ योर सिट त्यसपछि अब 2-2 नम्बर 2 ओ ग्रेट ल अब हाम्रो चाहिँ सेकेन्ड टिम है यहाँ गाइज होइन पर्दैन आउँदै हुनुहुन्छ नम्बर 2 मेरो नाम आशिष पौडेल म चाहिँ आशिष पौडेल होइन बेलवासदेखि सो माइसेल्फ पुष्कर थाहा भयो अनि मेरो चाहिँ चाहिँ नामै भएर हेर्दा हुन्छ अनि आइएम करेन्टली स्टडिङ इन मर्निङ पेपर ब्याचलर फर्स्ट इयर सो आइम भेरी एक्साइटेड आजको इभेन्टको लागि थ्याङ्क यू भेरी मच उहाँहरू चाहिँ टिम नम्बर 2 होइन सो अब 3 नम्बर 3 टिम नम्बर 3 चाहिँ कहाँ हुनुहुन्छ होला ए ओके भेरी गुड पार्टनर हेलो मेरो नाम गौतम त्रिपाठी म चाहिँ यहाँ बिआइसिसीमा फेयरवेल थियो मेरो म त्यहाँदेखि यहाँ आएको छु अनि लेट्स हेभ अ फन ग्रेट Hello, namaskar everyone. Myself Deepesh Alimagar. I've recently finished my graduation, so I'm looking forward to see myself as a content creator. धेरै subscriber त छैन, just you can follow me if you want to see this vlog. मैले गरौँ नि त Yeah. मैले गरौँ ल My new subscriber guys. ल क्रिएसनमै इन्ट्रेस्ट भइरहेको छ कोही एक्चुअलमा सुशीमा इन्ट्रेस्ट भएर आउनु भएको छ आफैमा खान मन पर्नु पनि एउटा स्किल है फेरि ओके बनाएर मात्र हुँदैन सो वी सुड सपोर्ट एभ्री वान यो चिज चाहिँ हो दिपेश र पुष्करलाई चाहिँ धेरैभन्दा धेरै सपोर्ट गरिदिनु होला गाइज दे आर रियली असम होइन सो विथ द्याट टिम नम्बर 4 ओके ग्रेट यता चाहिँ लकी बडिजहरू है साटेको त होइन नि ए ग्रेट मेरो नाम शिव दुबे हामी चाहिँ दुईजना सँगै आएका लकै नगरा पऱ्यो होइन नमस्कार मेरो नाम जस्टिन भण्डारी रैलनचोकदेखि
हामी चाहिँ सँगै परेछ लक्की भन्नु पऱ्यो। अर्को एउटा कुरा है, मैले कल गर्दाखेरि यहाँबाट हाम्रो टिमले रिच आउट गर्दाखेरि चाहिँ सबैभन्दा टिम अप नहुन सक्छ है, तपाईँले ल्याएको साथी पनि नहुन सक्छ है भन्दा सबैभन्दा धेरै प्रोटेस्ट गर्ने मान्छेहरू हुनुहुन्थ्यो कि उहाँ। कस्तो लकी के फेरि होइन। ओके एनिवेज बेस्ट अफ लक गाइज। विथ द्याट टिम नम्बर 5 ल एकजना त म देखिसकेँ। टिम 5 ओ वाउ भेरी लकी। नमस्ते सबैजनामा, मेरो नाम सुषमा कार्की, म चाहिँ सिमलबाट। नमस्ते, मेरो नाम चाहिँ विजय पौडेल, म चाहिँ युनिभर्सिटी। थ्याङ्क यू भेरी मच गाइज, बेस्ट अफ लक। त्यस्तै गरेर टिम 6 नम्बर 6 ओके डोमलाई म देख्दैछु। ए हे अनदर लकी फेलो। भेरी लकी फेलो। Hello, my name is Dom Baru Pamagar and I am currently student association of Class 5 Accounting. Now, I want to give you our थ्याङ्क यू भेरी मच। पार्टनरसँगै बस्नु के? अब चाहिँ नम्बर 7 टिम नम्बर 7 जानु पार्टनरसँग बस्नु। ओके विथ द्याट अहिलेसम्म हुनुभएकोमा यहाँ अझै पनि 2 जना मिसिङ हुनुहुन्छ होइन। एनिवेज अहिलेसम्म चाहिँ हामीले हाम्रो 7 वटा टिम यहाँ पाइसकेको छौँ। ओके आई रिक्वेस्ट यु गाइज आफ्नो चाहिँ थोरै इन्ट्रोडक्सन्सहरू चाहिँ गर्दै राख्नु होला है एकअर्कासँग। विथ द्याट अब भने पालो भएको छ हाम्रो एकदमै ट्यालेन्टेड बहिनी सलोनी बस्नेतको पर्फर्मेन्स हेर्ने। सो प्लिज एभ्री वान पुट योर ह्यान्ड्स टुगेदर फर सलोनी। अनि गाना कौन बजाएगा? हुन्छ हुन्छ यस्तै कुर्सी हुन्छ कि कतापट्टि यतैपट्टि गर्छ कि कतापट्टि हुन्छ? क्यामेरा कसैले हेरिदिनेवाला छैन? क्यामेरा हेरिदिनेवाला छैन? ए भाइहरूलाई दिए पनि हुन्छ के? युनिक युनिक एकजनालाई त्यो हाम्रो मोबाइल पनि हेरिदिन भन है, हाम्रो मोबाइलबाट पनि सुट गरिदिन भन के। प्रोफेसर के भयो? हाम्रो 7वटा भयो 14वटा भयो। उसको टिमअप गर्दै कसैलाई गराएर भोक लागिरहेछ कि सुशी कति बेला बन्छ भन्ने तपाईँ वेट गरिराख्नु भएको छ कि? ताली त एकदम कम बज्छ त। यस्तो धेरै ट्यालेन्टलाई चाहिँ एकदम हामीले इन्करेज गर्नुपर्छ है गाइस। सो लेट मी हियर वान सेकेन्ड राउन्ड अफ अप्लज फर सलोनी बस्नेत। थ्याङ्क यू भेरी मच। ओके अर्को च्यालेन्ज अब स्टार्ट हुँदैछ है गाइज, चपस्टिक च्यालेन्ज। सो हाउ मेनी अफ यु इन्ट्रेस्टेड फर चपस्टिक च्यालेन्ज? ओ ल मैले चाहिँ हात देखिरहेको छु है यहाँ। यो चाहिँ इन्डिभिजुअल है, यसमा टिमले केही पनि काम गर्दैन। अब यहाँ मैले चाहिँ यो गेम कन्डक्ट गर्ने मेरो बहिनी हुनुहुन्छ आयुषा श्रेष्ठ, उहाँलाई चाहिँ यो माइक हस्तान्तरण गर्न चाहन्छु आयुषा। सो उहाँले चाहिँ अरेन्जमेन्ट्सहरू गर्दै हुनुहुन्छ होइन।
तिमीलाई केही अरू केही चिज तिमीले एक्सप्लेन गरिदिन्छु होइन सो एज त्यो मटेरियल्सहरू चाहिँ हाम्रो रेडी हुँदैछ सो आई रिक्वेस्ट जो पनि चपस्टिक च्यालेन्जको लागि इन्ट्रेस्टेड हुनुहुन्छ प्लिज स्टेजको यो कर्नरमा आइदिनु होला whoever is interested for chopstick challenge म भाइलाई पनि देख्दैछु प्लिज कम जोइन अस आउँ हजुरको नाम लेखिदिनु होला है चपस्टिक च्यानल ल हजुर ल लिएर प्लेस गरिदिउँ यहाँ ल च्यालेन्ज त्यही त हो नि ए प्रीति यो पनि उता साइडमा राख्नु ल कतिजना हुनुभयो लेट्स काउन्ट फर्स्टमा ब्रदरहरू यहाँ चिया पनि नखाएर बसेछ सुसी खाँदै भन्नु एकैचोटि एक्सप्लेन गरिदिउँ आई थिङ्क यो क्राउडेड हुन्छ कि के हो होइन यस्तो गरिदिउँ होइन यस्तो अगाडि पछाडि यता राखिदिउँ कि नानी कटौरा यता राखिदिउँ चपस्टिकले छोप्दै यहाँ राख्ने यस त्यहाँ तपाईँले होल्ड गर्नु पर्यो अनि त्यसलाई लिएर राख्नु ओके ट्राई गर्नु मिल्छ हो अहिले एकछिन वी विल गिभ यु सम टाइम ट्राई गर्ने भएछ प्र्याक्टिस भइहाल्यो होइन अर्को एकजनालाई बोलाइदिउँ आउँछ रे ए ओके यसले अलिक हेलो हजुर हेलो एकछिन भाइ अनि 1 मिनटभित्र चाहिँ कति राख्नु सक्नुहुन्छ नि द्याट विल बी द विनर सबसे धेरै नम्बर्समा आएको चाहिँ 1 मिनटभित्र 1 मिनट है त्यहाँदेखि साधना Are you guys ready? Let's see guys. Ready and heartbeat ready was na kya? Yes sir, ready. 3 go. Hello guys. Shit. Lai. Guys, it's much more difficult than it looks. सकिन्छ It's all about tricks. You just have to balance it. हातहरू हेरै कसैले लिनुभएको नै टाइमिङ के भइरहेछ साधना म्याम 28 सेकेन्ड भइसक्यो है गाइस Half of the साधनाले भन्दै 20 remaining 15 seconds remaining guys ल काउन्टडाउन स्टार्ट है त 10 9 8 7 6 5 4 3 2 1 and Hands up! La. Oh, well done. Oh my god, look at that guy. Sorry. Khoi mic khoi. सुयोगको नोट गर 2 Okay, Suyong ko 2 hai. It looks much more difficult than it seems because it's gems. काउन्ट गरौँ न यो पनि गल्ती काउन्ट गरे 1 2 3 4 5 7 8 La, we have a clear winner, I guess. 15 I think that 15 That time. नोट गरेछ Oh yeah.
पुष्कर एन्ड सुबोध हैन 7 Okay, with this round we have tie winners Subodh र Pushkar है ल अब second round को guys My hand became very Nirupa, Riya, Diya, Polpasa, Salina and Dom क्यामेरा चाहिँ अलि पहिले राख्नु पर्ने रहेछ भुइँमा हैन इजी बट ब्लगिङ गर्ने चक्करमा ठिकै सुशीलाई पनि चपी 1 2 3 start Come on. Wow, the team tag गइसकेको छ भने हैन उहाँ त ढुक्कै 30 seconds remaining guys डोम कम अन 20 seconds डोम इज 0 कम अन डोम 10 9 8 7 6 5 4 3 2 1 कम अन डोम मेरो गाइडेन्स काम गर्नु जस्तो है त ल डोम पहिले छोड्दिराख्ने स्टिल गुड यस्तो हात काम पनि त्यति गरेको हो 0 1 2 3 start 1 already oh my relax Pushkar relax 14 seconds 13 seconds 12 11 10 9 8 7 6 5 4 yeah winner okay with that we have got our first winner Pushkar Thapa for chopstick challenge guys nice तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न खोज्छु मेरो गीतको भाका बनेछु मलाई मात्रै तिमी गाइदेऊ जीवनभरिका लागि सम्झना बनिदिनु तिमी हाँसो रङ्ग थपी बादल बनेरै आए नि हुन्छ घाम बनेरै छाए शब्द बनेरै बसे नि हुन्छ लय बनेरै registration जसले गरेछन् हामीसँग 12 जना 5 जना मात्र तलको नाम भन्नु छैन Thank you so much. It was good, eh?
गीत ओ मेरो जस्टिस सुनाउन गीत मेरो ओ मेरो जस्टिस तिम्रै लागि यो गीत धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच Okay, with that we have one winner. Ashish हैन Ashish Paudel. Ashish Paudel, please put your hands together for him. ल ओके त्यसपछि द अनदर क्वेसन हात उठाउन रेडी हुनुहुन्छ है सबैजना. What are the destinations we work for? फेरि आशिषले नै हात उठाउनु भयो एकदम फास्ट. अस्ट्रेलिया क्यानाडा न्युजिल्यान्ड इन्डिया डन ल ओके सरले डन गरिदिनु भयो. अगेन आशिष दुईचोटि विन गरिसक्नु भएको छ है. के भयो ल फेरि रेडी सबैको एन्सर्सहरू तपाईँको अगाडि नै छन् है. ल ओके त्यसपछि वाट आर द सर्भिसेस वी अफर? होइन हेरेको मैले तर उता उता उठेको हात हजुरकै साथी हो करेक्ट हुनुपर्छ है. भएन नट कम्प्लिट उसले हो हात उठाएको. मेरो क्वेसन्स राम्ररी ध्यान दिएर सुन्नु है. वाट आर द सर्भिसेस द्याट वी अफर? एभ्रिथिङ इज देयर आन्सर त्यही छ है अगाडि नै ल ओके ओके उता एक्सपर्ट एडभाइस भएन. युनिभर्सिटी प्लेस हेर्नलाई फिल फ्री ओके एक्सपर्ट एडभाइस भएन ल बस होइन. ल ओके एनिवन एल्स आन्सर त्यही छ एन्सर्स छ है सबै. ल ओके ओके आशिष फेरि वन्स मोर. हजुर कलेज ल एकछिन भएन आन्सर मेन ब्यानरमा छ ल कति धेरै हिन्ट्सहरू पाइरहेको. ओके अनि भएन 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 टेस्ट प्रिपरेसन भन्नु नि त टेस्ट प्रिपरेसन हजुर काउन्सेलिङ भिसा एसिस्टेन्स ट्रेनिङ एकैछिन अरू कसैले फाइनल आन्सर दिएन भने म मान्न सक्छु तर कम्प्लिट भएन मैले दिएर मैले प्राइज पाउँछु कि नै सर? नो ब्यानरमा छ आन्सर ल भन्छ कि एसिस्टेन्स फर एब्रोड स्टडिज भएन तिमी भएन सर्भिस हामी के सर्भिस दिन्छौँ रोयल एजुकेसन टेस्ट प्रिपरेसन काउन्सिलिङ भिसा त्यो त Okay. Frustration is real, guys. दुईटा त्यही लेखेको छ Or else हामी चाहिँ विनर पाइसकेको छौँ है. सिम्पल छ आन्सर ल फाइनल ल फाइनल है. एसिस्टेन्स भएन बस रिलायबल सिम्पल चिज छ दुईटा टेस्ट प्रिपरेसन स्टडी अब्रोड काउन्सिलिङ मेजर सर्भिसेस हुन्थ्यो. अब त्यसपछि टेस्ट प्रिपरेसनमा आइएल्स पिटी एसएटी टफेल डुएलिङ्गो त त्यो आइहाल्यो नि त्यसभित्र स्टडी अब्रोड भिजा एक्सपर्ट एडभाइस भिजा असिस्टेन्स युनिभर्सिटी प्लेसमेन्ट त्यसभित्र आयो त्यही दुईटा चिज भन्दैछ. Okay, with that we have another winner, Dipesh Thapa, right? आले मगर Sorry, Dipesh Ali Magar. या सब्सक्राइब Okay, ready for next question? हामी चाहिँ कुन अर्गनाइजेसनको सिस्टर अर्गनाइजेसन? आशिष ला होइन उसले एन्सर दिइसक्यो. आशिष has already given the answer, right? आज के रोयल एजुकेसन खाएर आएको क्या? ल ओके एनिवेज ल with that again Ashish. ल अब another question. What is the complete correct full name of our COO? ल दिया ल होइन होइन यता थियो है यता उठ्यो थियो है सेकेन्ड हात. हजुर ए उसको पालो थियो बिचरा.
द्याट्स करेक्ट आन्सर है दिया ल अझै एउटा है एउटा अझै छ है एउटा फाइनल क्वेसन वाट इज द करेक्ट नेम अफ आवर अर्गनाइजेसन एकदम नो रङ होइन रङ होइन करेक्ट रोयल एजुकेसनल फाउन्डेसन नाम ओके आशिष 3-3 ल डन ल ओके विथ द्याट हाम्रो Q&A सेसन पनि एन्ड भइसकेको छ यो एन्ड भइसकेको छ भन्दाखेरि चाहिँ हजुर सुशी च्यालेन्जतिर 1 स्टेप अगाडि बढ्दै हुनुहुन्छ है होल्ड योर ब्रेथ आफ्नो हातहरूको यस्तो वार्मअप समअप गर्नुपर्छ भने गर्दै गर्नु खानेहरूले अब के गर्नुपर्छ अनि हेभ यु डिसाइडेड कसले बनाउँदै हुनुहुन्छ र कसले खाँदै हुनुहुन्छ आफ्नो टिममा कसले खाने कसले बनाउने डिसाइड गर्दै गर्नु है ल डन पार्टनरले बनाउँछन् मैले खान्छु यहाँ चाहिँ कसले बनाउँछ अगेन अब हाम्रो अर्को पर्फर्मेन्सको पालो भइसकेको छ र अब आउँदै हुनुहुन्छ उर्मिला कुमारी चौधरी विथ हर चौधरी डान्स पर्फर्मेन्स प्लिज पुट योर ह्यान्ड्स टुगेदर एभ्रीवन बनाउने हो अल्टिमेटली तपाईले गराउनु पर्ने पोजिसन भनेको चाहिँ यो है यस्तो हो है ओके व्हाट यु नीड टु डु इज यु नीड टु होल्ड दिस कप विथ द रबर यु नीड टु प्लेस इट अबभ द अनदर कप र यहाँ के हुन्छ चान्सेस तपाईले ब्यालेन्स बिगार्नु भयो नि यस्तो हुन्छ हातले उठाउन पाइएन यु नीड टु युज योर रबर ओन्ली यसरी ओ एकदम यसरी चाहिँ राख्नुपर्ने हुन्छ अल्टिमेटली यो हो बट यो हुँदै भएन भने पनि जसले सबैभन्दा धेरै टावर बनाउन सक्यो जुन टिमले द्याट विल बी द अल्टिमेट विनर बुझ्नुभयो नि होइन अरे यहाँ त पुरा फाइट पो पर्नु थाल्यो त यहाँ त यहाँ लेडिज टिम रिल्याक्स तरिकाले ल यहाँ पनि स्पिड छोप्नु थाल्यो यहाँ पनि ओ माय गॉड ल ओके सेकेन्ड राउन्ड अर्को टिम 1 2 3 स्टार्ट अलि तल लग्नु पर्यो उता तानु अझतिर ओ शिट वेट भएन फेरि स्टार्ट हुन्छ राम्रो press. Ashish on fire today. Ashish and Sailesh. We have another winner. 1 2 3 start. This is all our team. एकजना रिसायो भने अर्को फेरि कन्फ्युज हुन्छ Relax. Every individual is doing wonderful.
नाता भइरहेछ साथीहरूको त्यति पनि भएको छैन चिन्ता नगर्नु चारैतिरवटी तान्नु है 2 ठाउँबाट मात्रै नतान्नु चारैतिरवटी तान्नु छिटो ढलेपछि त समस्या हुन्छ उनीहरूको 2-3टा ढलेको छ चिन्ता नगर्नु गौतम नाट्यको आनन्दले कम अन गाइस डोन्ट गिभ अप ठिक छ क्या अरू केही भएको छैन चिन्ता नगर्नु पारी बोतल टाइम त्यो सुनिरहेको छु We have a winner! Okay. Gautam tried very hard. Everyone did well, right? Very close competition, guys. Team Ashish त भ्याम लाग्यो हौ We have a winner! Oh my god. Okay, with that we have our winner for Tower Cup Challenge. ल ओके सबैजनाले रमाइलो गर्नुपर्छ है विथ द्याट अब हामीसँग फेरि अर्को ब्याक टु ब्याक च्यालेन्ज छ अबको च्यालेन्ज चाहिँ बोटल अरेन्जमेन्ट छ तर त्योभन्दा अगाडि बिकज आवर टिम निड्स सम प्रिपरेसन टाइम 5 मिनट्स अरू सामान यही छ ल ल्याउ म बनाइदिन्छु ठिक ल ओके ल बोटल अरेन्जमेन्टमा इन्ट्रेस्टेड हुनुभएको सबैजना यता आउनु त सबैजना है नाम जम लेखिहाल निकाल्ने हो है इमिडिएटली अब सबैजना पछाडि फर्किनुहोस् है ल पुष्कर थापा मात्र अगाडि फर्किनुहोस् आउनुहोस् यतापट्टि ल आफ्नो ग्यास एउटा मात्र हाल्ने हो है पुष्करको पालो हामीले चाहिँ देखेर सिक्छ भनेर हो के अब यहाँ तल मैले एउटा प्लेसमेन्ट गरेछु तपाईँ करेक्ट हुनुहुन्छ कि हुनुहुँदैन 1 2 3 4 5 6 7 8 ल एउटा टिपेर कति नम्बरमा राख्ने भन्न माथि यताबाट 1 2 है कति रङ तल झार्दिनु पर्यो यो हेर्न पाउँदैन सुरुमै रङ ल ओके दिपेश आले ला क्याप्चर त भयो के रे हैन हेरेको त छैन नि नाइ ल नम्बर भनेर राख्ने नम्बर कुन चाहिँ नम्बरमा राख्ने 1 2 3 4 5 6 आफ्नो पालो फेरि आउन सक्थ्यो नि अब यहाँ हेरिसक्यो डिस्क्वालिफाई भयो नि त ए ओके यो 1 नम्बर हो यो 3 मा थियो 1 मा राखेको हैन के रङ भयो ल तपाईँ त्यही बस्नु है उतापट्टि फर्केर ए यता हेर्न पाइन्न है उहाँले हेरिराख्नु भएको छ डिस्क्वालिफाई हुन्छ जस्तो गर्यो भने ल अब उता दिपेश पछाडि फर्किने है डोम बहादुर आउनुहोस् यता ल एउटा नम्बर भनेर राख्ने है 1 2 3 4 यताबाट भयो भने यताबाट कति नम्बरमा हो यो 4 होइन रङ ल उतै फर्केर बस्नु है सुबोध डुम्रे हजुर ल भन्नुस् अब हजुरले नम्बर भनेर राख्ने कति नम्बरमा राख्ने हो ए सुनिराख्नु बोलेछन् क्या हो त्यहाँबाट न्यू सब्सक्राइबर गाइस हुन्छ है कति नम्बरमा भन्ने ल दिपेश आले मगर आज ढुक्कै 4वटा फलोअर चाहिँ बढ्छ जस्तो छ अब कता राख्नुहुन्छ त्यो कति नम्बरमा भन्नु न यहाँ मध्ये कोही 1 2 3 4 5 6 7 8 मा कति नम्बरमा राख्नुहुन्छ पर ब्लगबाट के खानु मन लाग्छ यहाँबाट फलोअर या के लिनु मन लाग्छ यहाँबाट पछाडि पुरा कम्पिटिसन चलिरहेछ ओके होइन रङ राखिदिनुहोस् उहाँले सबै हेरिराख्नु भएको छ कि डिस्क्वालिफाई हुन्छ त्यसरी त जस्टिन हाम्रो पारिबोटल नर्भस त हुनुभएको छैन नि जस्टिनकै पालो हो अब मिस पारिबोटल नर्भस त हुनुभएको छैन नि ल अब कति नम्बर सुरु फर्स्ट गेमबाट नै यस्तरी हल्लिनुहुन्छ कि यस्तरी लक काप्नुहुन्छ कि अब करेक्ट भयो भने यस्तो टेन्सन हुन्छ अब हैन होइन रङ बेजत हैन हजुरलाई चाहिँ यसमा नर्भस नहुनु है भन्नुलाई ला फेरि फर्किरा हेर्न त्यो यता नफर्किनु है डिस्क्वालिफाई होला फेरि म एकदम यो जुत्ता फुकालिदिन्छु है एकदमै गाह्रो पर्छ
हामी चाहिँ यहाँ चोर जस्तरी यसरी उल्टो फर्केर हैन हामीले देख्यो भने चिटिङ हुन्छ भनेर मिल्न पर्यो भनेर राख्नु पर्यो त्यो नम्बरमा भनेर हाम्रो न्यू फलोवरसँग यहाँ युट्युबमा आउँछ ओ नम्बर हो यो गर्मीमा हामीलाई उभ्याएर कति नम्बर चिया अफर गरेर ए विनर आशिष अन फायर ल टु यताबाट 2 नम्बर डाउन है ल आशिष अन फायर हो के हजुरको भ्याइ नेक्स्ट पनि गर्न पाउँछ होइन विनरले ए ल ओके होइन त्यो त्यही राख्नु पर्यो 2 नम्बर आशिष ब्रदरले चाहिँ आज पुरा प्राइज लिएर जाने हो होइन रङ कार्टुनका कार्टुन चिप्स र चिसो लिएर जाने हेरेको भनेको ल शैलेश 2 नम्बर डाउन है उतापट्टिबाट अब एकदम हजुर रङ भयो अब आफूले गेस गर्नु पर्यो 1 2 3 4 5 6 7 8 हो सबैको चान्स भ्याएपछि फेरि आउँछ के रोटेसन उता जाँदाखेरि देख्यो अरे तेरो डिस्क्वालिफाइड उसलाई थाहा थिएन नि त गरेर ऊ चाहिँ उता बस्नु गयो के अरे तेरो उता बस्दाखेरि थाहा नभएर क्या बिचरा उसले यो किन डेट भइरहेछ यसलाई के भयो हाम्रो मिस पारिबुटो लास्टै तनावमा छन् डोन्ट बी नर्भस ओके त्यो क्यामेरा के गरेको होला तर पनि छैन के अहिले फेरि बोतल घुमाउने बेलामा खै त्यो हेर्नु चेक गर्न सक्छ त्यहाँबाट के गर्दा बिहोस भयो भन्दाखेरि डक्टरले हैन गेम खेल्दा खेल्दै नर्भस भएर कि क्या बेइज्जती हुन्थ्यो होला त्यही त किन यस्तो भनेको त नेक्स्ट लेभल इन्ट्रोभर्ट रे नि त करेक्ट हो 3 4 1 2 3 4 5 6 है गर्मीले मर्ने भयो दिया ए ओके प्रीति यहाँबाट त्यहाँसम्म छ मेरो अब त्यो तपाईँले नै अहिले भन्दै नि यहाँ जसले लोभ गर्छ उसैको झन् पर्दैन हो त्यहाँ आशिष ब्रदर जितेछ उता डेरी मिल्क खानु खोल्छन् थालिसके जस्तो छ मिना जाँदैछन् अब पालो पालो अब यो रोटेसन भ्याएपछि फेरि सलिना अब मिस सलिनाको पालो 1 2 3 4 5 6 7 8 नम्बर गयो तिमीले त्यो बोतल यहाँ माथि कति नम्बरमा राख्छौ यहाँ बोतलसित मिल्नु पर्यो हजुरको घरमा पेट्स छ र पेट्स के पेट्स डगी क्याट्स पेट्स पल्पसा ल एकदम सबैको भ्यायो हैन अब सकिन्छ पल्पसा इज ल ओके यहाँ 8 वटा छ बोतल हजुर त्यहाँ पनि 7 वटा झन्डै जितेर बाँचेको मान्छे हो यहाँ नम्बरिङमा राखेको बोतल भित्रको बोतलसित मिल्नु पर्यो एउटा मात्र अब रेड बुल कसले खान्छ आज ल सबैजना अब अगाडि फर्किने सबैजना अगाडि फर्किने अरे ल फेरि फर्स्टबाट है उसको डिस्क्वालिफाई भइसक्यो नि उता गएर ल दिपेश अघि न त्यो त्यही तलबाट तलबाट ल फेरि पल्पसा ल फेरि त्यही तिमीले गर मिलेन सलिना हेर्ने रे के अब हेर्ने रे सबैले हेर्ने अब होइन है कता हो याद राख्ने अब मिल्दैन राख तल राख ल मिना अब आफै ख्याल गर्ने है कति नम्बर हो
मिल्यो ल फर्स्ट सेकेन्ड थर्ड भाउचर कार्ड ए सेकेन्ड थर्ड भयो है ल प्रीति टिक टिक 1 कति नम्बर ल भयो मिल्दैन राख मिल्दैन ल दिया ट्राई दिस वन दिया हैन यही लाइन गरेर चाहिँ स्ट्रेट लाइन ए ओके हो ए ल ठिक छ लिची 8 नम्बर थ्याङ्क यू झन्डै मिलेको रहेछ अरे के हजुर यताबाट सेकेन्ड इट्स फाइन ओ मिलेन क्याच गर त यहाँ गरुङ्गो भयो मिस्टेक अघि नै म गरेको थिएँ आउनुहोस् है आउनुहोस् मिलेन ल नेक्स्ट 75 अब अघि ललिपप लिएर गइसक्यो अब फेरि आमा ढुक्कै सिद्धबा पुगेर आए जस्तो छ आज अब त मिल्छ होला रे अब यो सकियो नि लाइन ल यहाँबाट को आएको थियो कि फर्स्टमा तिमी मिस पारी बोतल ढुक्कै आयो ढुक्कै कति नम्बर होइन यहाँबाट फर्स्ट र सेकेन्ड त गइसक्यो अब यो कति नम्बरमा यहाँबाट भन कि सिक्वेन्स हेर फर्स्ट र सेकेन्ड गइसक्यो मुखले भनिदिनु न 5 हो कि 6 हो कि यो भनेको ल थर्ड नम्बरमा कि हजुर फोर्थ इज करेक्ट ल रिचार्ज कतिको ए धन्दै मोबाइल रिचार्जको मैले रिचार्ज गरिदिन्छु है 500 रुपैयाँको रिचार्ज गर्नु ल पहिले मोबाइल लिएको कि मैले यहाँ लिएर गइहाल्नुहुन्छ कि ल अब अब दुईटा वाला छ यार अब दुईटा मात्र बाँकी छ कि यहाँ हाल्नु नि यसको मिठाई उठाइदिनु ल ल अब कसको पाली अब लास्ट छ है अब लास्ट ल भ्यायो कति नम्बर हजुर रङ कति नम्बर ल जित्यो ल ठ्याक्क मेरै अगाडि आएर सब जित्यो फिनिश 5 नम्बर ल ओ माय गॉड भेरी नि भलन्टियर्स लिएर आऊ यो क्लिन गर बोलाउँदाखेरि बोलाउँदा अर्कै ठाउँ पढ्नु लाग्यो
यिनीहरूले फुल रमाइलो गरे यिनीहरूले फुल रमाइलो गरे याद गरेर जानुपर्छ कि मैले त्यसमा द्याट्स फाइन वी आर इन्जोइङ बिगारिदिए बिचराको तिम्रै आकृति गोरी दिन्छु बोकिरहने यो Thank you, that was it. सुशी भनेर के चाहिँ बुझ्नु भएको छ हजुरहरूले जापानिज एक्ज्याक्टली जापानिज त्योभन्दा पनि अझ हिस्ट्रीमा जाने भने चाहिँ चाइनाबाट आएको हो है र टिपिकल्ली सुशी इज किन सुशी चाहिँ कम्पेयर भन्दा अरू खानाभन्दा किन अहिले एकदम ट्रेन्डमा आइराखेको छ र किन यति ऱ्यापिडली ग्रोथ भइरहेछ कि युरोपमा चाहिँ इच एन्ड एभ्री कन्ट्रीमा चाहिँ सुशीको प्रत्येक गल्ली गल्लीमा रेस्टुरेन्ट छ त किन के भयो जस्तो लाग्छ हजुरहरूलाई ट्रेन्ड त एउटा फुलो हो आउँछ जान्छ होइन हरेक चिजको तर के त भन्दा सुशी इज मोर हेल्दी हामीले चाहिँ अरू खानाभन्दा चाहिँ के गर्छ त भने र कन्ज्युम गर्छ सुशीमा चाहिँ है अनि प्रोपर के पाउँछ त ओमेगाको मात्राहरू बढी पाउँछ जुनले के गर्छ त सेललाई चाहिँ रिजेन गर्ने काम गर्छ डेड सेलहरूलाई है अनि त्यो हुँदा पनि त्यो बाहेक पनि के गर्छ त भने अरू खानामा हाम्रो चाहिँ के गर्छ त न्युट्रिसन बर्न हुन्छ क्यालोरी लो हुन्छ यसमा हाई हुन्छ त्यो सँगै अझै सुशी भन्ने बित्तिकै के छ भने हाम्रो कन्सेप्सन चाहिँ एकदम एक्सपान्सिभ फुड हो भन्ने छ है त्यो चाहिँ टिपिकली होइन सु र सीमा चाहिँ के फरक छ भने सु भनेको भेनेगर र सी भनेको राइस है द कम्बिनेसन अफ भेनेगर एन्ड राइस इज नट एज सुशी भन्छ अनि सुशीलाई डिफाइन गर्दा सुशी इज एन आर्ट विच डिपेन्ड अपन यर ओन क्रिएसन भन्छ यसको कुनै एउटा लिमिटेसनै छैन सुशीको चाहिँ है जति गर्नुहुन्छ जति सिक्नुहुन्छ है त सिक्दै गइन्छ इभन आई एम नट म पनि अहिलेसम्म म प्रोफेसनलको रूपमा लेख्दा ल छु होला तर इभन आई एम नट पर्फेक्ट म अहिलेसम्म नि म आफूलाई पर्फेक्ट भन्न चाहिँ चाहँदैन है त अनि यहाँ को हुनुहुन्छ त सुशी नै सिक्ने ल सुशी नै को लागि भनेर आउनु भयो कि कोही हुनुहुन्छ सुशीमा यति धेरै सुख कोही हुनुहुन्छ ल प्रोपर चाहिँ हाम्रो चाहिँ अरोमा हस्पिटालिटी छ है हामीले चाहिँ अहिले यहाँ हुनुभएको लिमिट टाइमलाई 1 विकभित्रमा जो आउनुहुन्छ उहाँहरूलाई चाहिँ म 40% डिस्काउन्ट दिन्छु है अनि त्यसमा पनि हाम्रो 1 मन्थको छ कोर्स 3 मन्थको 2 मन्थको छ अनि 3 मन्थ्सको छ बुटोलमा मैले मात्रै हो 2 मन्थ र 3 मन्थको पनि कोर्स एड गर्ने अनि त्यसमा पनि हजुरहरू आउनुहुन्छ भने र एउटा भोचर छ सानो छ सबको गिफ्टमा छ त्यो चाहिँ हजुरहरूले त्यो लिएर आएर हाम्रो अफिसमा सबमिट गर्नुभयो भने 40% डिस्काउन्ट चाहिँ हामीले दिनेछौँ अनि म यति नै भन्छु योभन्दा धेरै चाहिँ अलि नबोलौँ होला मलाई त्यति बोल्न पनि आउँदैन ल हामीले चाहिँ आज टिपिकल्ली म आउँदै सरहरूले रेडी गरिसक्नु भएको थियो आज हामीले गर्ने भनेको टाइप्स अफ सुशीहरू थुप्रै छ त्यसमा एउटा मात्रै गर्छौँ र डिफ्रेन्ट चाहिँ हजुरहरूले खाइराख्नु भयो होला किम्बाब र किम्बाबको भर्जनमा हामीले गर्छौँ तर डिफ्रेन्ट के छ भने किम्बाबमा चाहिँ राइस भेनेगर चाहिँ हालिँदैन भने सुशीमा चाहिँ राइस भेनेगर हालिन्छ त्यसको ठाउँमा सिसम सिड हालिन्छ है तर कन्सेप्ट चाहिँ के हो भने आज हामीले गराउन लागेको चाहिँ ओसाका रिजनबाट आएको सुशी हो जुन कन्सेप्ट चाहिँ फुटोमाकी भन्छ फुटो मिन्स फ्याट अर फुलमुरी पनि भन्छ कसैले है त अब यसको के छ त भने हजुरहरूले टिपिकल्ली हाल्दाखेरि चाहिँ हामीले हाफ मुरीमा गराउँदैछौँ 75 ग्राम हाल्नुहोस् एक्ज्याक्ट है अन्त धेरै चाहिँ नहाल्ने ल हामीले अनि मिसकन्सेप्सन के छ भने सुशीमा भात भन्ने छ कि भात जब त्यो रेगुलर रूपमा जाने हो सुशीमा चाहिँ जानै पर्ने त्यो बाहेक अरू सी फुड चाहिँ हाल्नै पर्छ भन्ने चाहिँ छैन है त सी फुडहरू चाहिँ जानै पर्छ भन्ने छैन ल हामीले आज गराउनु लाग्यो फुटोमाकीमा पिस सक्नुहुन्छ भने 5 पिस गराउनुहोस् है अनि त्यसलाई चाहिँ
प्लेटिङलाई पनि अलिकति ध्यान दिनुहोस्। काट्दाखेरि नाइफ ह्यान्डल गर्न चाहिँ गाह्रै हुन्छ होला। प्र्याक्टिस हो, सुसी भनेको प्र्याक्टिस हो। आजको भोलि चाहिँ हुँदैन। कति सक्नुहुन्छ र कति गर्न सक्नुहुन्छ हजुरहरूमा डिपेन्ड हुन्छ है त। ल म चाहिँ सुरु गर्छु। अनि रुल भनेको के छ भनेपछि 5 टाइम हुन्छ, एउटा टिममा 2 जना आउँछ। अनि इच मान्छेले एउटा रोल गर्ने। 2 जनाले खान सक्नुहुन्छ। अघिसम्म 1 जनाले मात्रै खाने भन्ने थियो, अहिले चाहिँ 2 जनाले खान सक्नुहुन्छ। तर बनाउने टाइमहरू चाहिँ हाम्रो टिमहरूले लेखेर हुनुहुन्छ होइन। खाने चाहिँ सबले एकैचोटि हो। ढिलो हुन्छ है। ल अब चाहिँ डेमोन्स्ट्रेसन गरिदिनुहुन्छ दिपक सरले। सो त्यो चिजलाई एकदम केयरफुली हेर्नु होला है। टिपिकल्ली क्लासिक जापानिजहरूले ग्लोभ्स युज गर्दैन भनिन्छ। हामीले ग्लोभ्स युज गऱ्यो भने क्रस कन्टामिनेसनबाट बचाइन्छ भनिन्छ। तर धेरै चिजहरू छोयो भने ग्लोभ्स इच एन्ड एभ्री टाइम चेन्ज गर्नुपर्छ। त्यसको लागि यसमा भिनेगर र पानी अनि थोरै साल्ट हालेको हुन्छ। यसलाई तेजु भन्छ है। यसले हात डिपिङको लागि हो। किन गरेको त भन्दाखेरि यो अलिकति स्टिकी हुन्छ, हातमा टाँसिन्छ। त्योबाट बचाउनको लागि चाहिँ यो भएको छ। अलिकति राइस चाहिँ गिलो भएको छ र आज है। अनि यो चाहिँ टिपिकल्ली के हो त भन्दा गार्निसिङ प्लेटिङको लागि युज गरिन्छ। यसलाई सासागिरी भन्छ है, सासागिरीहरू। अनि जहाँसम्म फुटबलमा मैले मात्रै सिकाउँछु होला। सुरु स्टार्टिङ डेजमा त नेपालमा मैले मात्रै सिकाउँथेँ 2021 तिर। अहिले एकाडेमीहरूले सुरु पनि गर्नु भएको छ कुनै कुनै एकाडेमीले। त्यो राम्रो पोइन्ट पनि हो। तर बेस चाहिँ मैले नै दिएको थिएँ स्टार्टिङ भनौँ सुरुको बेसमा चाहिँ। अनि मैले स्टुडेन्टहरूलाई इच एन्ड एभ्री स्टुडेन्टहरूलाई यी गार्निसिङको प्लेटिङहरूको कन्सेप्ट पनि सिकाउँछु। त्योसँगै नाइफ छ है। के भन्छ भने जापानिज कल्चरमा विदाउट रेस्पेक्ट विदाउट पर्मिसन चाहिँ सेफको नाइफ चाहिँ छुनु हुँदैन। त्यसलाई डिसरेस्पेक्ट भन्छ। अनि कम्पेयर टु अदर किचन जापानिज नाइफहरू मोर एक्सपेन्सिभ हुन्छ है। अरूको भन्दा मोर एक्सपेन्सिभ हुन्छ। यो नाइफलाई 50 युरोबाट स्टार्ट हुन्छ है। त्योसँगै छ यो नाइफलाई चाहिँ देवा नाइफ भन्छ। अनि त्योसम्म यो छ सुजुकी नाइफ। अनि यो चाहिँ यो के होला त नाइफ कसैलाई थाहा छ? त्यही भएर टिपिकल्ली यिनीहरू ट्रेडिसनलै नाइफ होला। यो सुजुकी नाइफ भयो भने है यिनीहरूको वान साइड एज भएको हुन्छ ल। यिनीहरू टिपिकल्ली स्लाइस गर्नको लागि युज हुन्छ भने यसले चाहिँ फिस प्लेटिङ गर्नको लागि चाहिँ युज हुन्छ। यो नाइफ चाहिँ है फिस प्लेटिङ गर्नको लागि चाहिँ युज हुन्छ है त। यानाजिबा सरी यो यानाजिबा अनि त्यसपछि सुजुकी है यिनीहरू चाहिँ यो भयो। अब हामीले चाहिँ नुरी सिट हेलो हजुर हेलो हजुर ठिकै छ। यसलाई चाहिँ ए हुन्छ हुन्छ सुन्ने छ म बोलेको। यसलाई चाहिँ सिविड भन्छ। यसको आफ्नो फर्म छ है। जति पनि स्पेसमा जान्छ नि मान्छेहरू स्पेसमा जानेलाई यही नै दिएर पठाएको हुन्छ। यसको एउटा लिमिट छ। एल्गाइन भन्छ है। धेरै खाना बोकेर लानु मिल्दैन। योबाट के पाउँछ त भन्दाखेरि के पाउँछ त के पाउला? ओमेगा पाउँछ। त्यसपछि फोलिक एसिड पाउँछ, आइरन पाउँछ, फाइबर पाउँछ है। अनि टिपिकल्ली यसमा चाहिँ किन त भने गर्भवती भएको महिनालाई प्रेग्नेन्ट भएको वुमेनलाई दिनमा एउटा चाहिँ एटलिस्ट 2टा भनौँ। एउटा यसलाई काटेर मैले एउटा 2टा गराएँ। एउटा दिनमा एउटा चाहिँ खुलाउनु पर्छ भन्छ। किन त भन्दा यसमा फोलिक एसिड र आइरनको मात्रा भरिपूर्ण पाउँछ। अल इन वान भन्छ यसलाई चाहिँ है। अल इन वान भन्छ। टिपिकल्ली एल्गाइन हो। इङ्ग्लिसमा सिविड है। जापानिजमा चाहिँ नुरी भन्छ। यसको वेट कति हुन्छ त भन्दा 3 ग्रामको हुन्छ फुल नुरीको। ल हाफ नुरीको त फेरि हामीले हाफ नुरी युज गरिरहेको छौँ है त। अनि फेरि यसमा चाहिँ यो चाहिँ 19/21 को हुन्छ ल यसको चाहिँ। अनि अब टिपिकल्ली यो लिँदाखेरि रफ साइड र साइन साइड छ है। रफमा जहिले पनि साइन तल पार्ने, राख्दाखेरि ख्याल गर्ने ल 2 अमल पछाडि राख्नुपर्छ। यो चाहिँ यति ग्यापिङ हुनु पर्यो है। अनि यहाँ राइस लगाउनु पर्यो। अब हामीले यो गरिसकेपछि डेमोन्स्ट्रेसन चलिरहेछ। यहाँ राइस छ। थोरै तेजुमा हात गरेर यो गर्ने। यो गर्नु भनेको ब्याक्टेरिया के गर्नु है त। ब्याक्टेरिया हातलाई सेनिटाइज गरेको। अनि प्लस के गरेको यो नटसियोस् भन्नु। आज अलिकति गिलो भएको छ ल यो राइस चाहिँ। अब हजुरहरूले गरौँ त यता हेर्नु। रोलको कन्सेप्ट 2-3टा छ जहाँसम्म सरले पहिला पढ्नु भयो जस्तो लाग्छ होइन। रोलको कन्सेप्सन चाहिँ तिनवटा छ र हुसोमाकी, फुटोमाकी र उरामाकी छ। हामीले आज यसरी गर्छ, हाफमा गर्छ ल। हामीले हाफ नुरी गर्ने यसमा चाहिँ फुल नुरी हो। केम्बा बेस भनौँ मैले चाहिँ है। ल
राइस लाग्दाखेरि चाहिँ के गर्ने भन्दा बिचमा सेन्टर पोइन्ट राखी चाहिँ अलिकति यो गर्ने अनि राइस लिँदा चाहिँ 75 अनि यो बुढी औँलाले चाहिँ सार्नुपर्छ माथिसम्म अलिकतिसम्म सार्ने आज एकदम गिलो भएको छ ल यो तर गर्दा एउटा कन्सेप्सन चाहिँ के राख्नु भन्दा गराउँदा चाहिँ यति भाग कुनाको भाग चाहिँ छोडिनु भएन बरु बिचमा छोड्नु केही पनि हुँदैन म्याटर हुँदैन तर कुनाको चाहिँ छोड्नु भएन ल बोर्डर चाहिँ ढाक्नु पर्यो अनि यो चाहिँ यस्तो पनि हुनु भएन एक लाइनिङको हुनु पर्यो ल आज हामीले सिम्पल चिजहरू भेजिटेबलको मात्रै गरेछ फर मोर अलि डिपली जानु छ भने एकाडेमीमै आउनु होला स्टफिङ यसलाई चाहिँ के भन्छ त भन्दाखेरि काँक्रो अब काँक्रो भन्छ जापानिजमा चाहिँ क्युरी भन्छ ल क्युरी भन्छ डिफ्रेन्स के छ त भन्दा यो रोल चाहिँ फ्याट हुन्छ ल कम्पेयर टु अदर एउटै बाइटमा खाँदाखेरि नि अलिक ठुलो होस् खान गाह्रो होस् ल अनि यो चाहिँ कहाँबाट आएको त भन्दाखेरि टिपिकल्ली जापानमा पनि डिभिजन छ अलिकति ओसाका रिजनबाट आएको हो ल यो चाहिँ यो लिने यसले चप्प समात्ने ल यो चाहिँ कहाँ जानु पर्यो दिमागमा यति मात्रै राख्नु एकदम इजी छ तर हजुरलाई चाहिँ 3-4 दिन जति लाग्छ ब्याम्बो म्याट खेलाउँदै जति हेर्दा इजी लाग्छ त्यति चाहिँ हुँदैन यो कहाँ जानु पर्यो भने यहाँ जानु पर्यो डाइरेक्ट यहाँ पुर्याउने होइन ल यसलाई चर्प समात्ने अनि रोलिङ गर्ने यसरी है अनि अलिकति तान्ने यसरी तान्न मिल्छ यसरी है अनि फेरि हल्का राख्ने अनि हल्का रोलिङ गर्ने धेरै चाहिँ नगर्ने फेरि हात यहाँ राख्ने अनि हल्का गर्ने रोलिङ यो राख्ने उम्ला चाहिँ के हुनु पर्यो भने यसको र यसको यो पोइन्ट छ नि यो पोइन्टमा राख्ने बुढी उम्ला चाहिँ तल ल अनि यहाँबाट चाहिँ हल्का अचाट्ने अनि यो उम्लाहरू जहिले पनि यो फिङ्गर छ नि चपिङ बोर्डमै हुनु पर्यो चपिङ बोर्डमै हुनु पर्यो ल यसो चाहिँ गर्ने होइन अरूहरू कन्सेप्सनको रोलहरू भन्छ नहुने चाहिँ होइन तर बन्न चाहिँ भन्छ ल अनि यसलाई चाहिँ यो गर्छु भने पनि मिल्छ होइन त्यो गर्दैन भन्नुभयो भने यसको चाहिँ यो राउन्ड सेपमा चाहिँ हुनु पर्यो ल अनि थोरै पानी लगाउने अनि साइडको चाहिँ फाल्दिने ल तर के केको भयो भने चाहिँ नफाल्ने लेटुस छ भने श्रिम छ भने एस्पारागस छ भने चाहिँ नफाल्ने ल अब काट्दाखेरि चाहिँ थोरै डस्टरले नि पुस्नुपर्छ है यसमा स्टिकी लागेको हुन्छ थोरै पुस्ने अब हजुरले सेन्टरबाट सुरु गरे नि हुन्छ यहाँबाट सुरु गरे हुन्छ काट्दाखेरि पुरै लैजाने यसरी अचाट्ने चाहिँ होइन ल पुरै लैजाने अनि 1 पिस फेरि यहीँ राख्ने अनि फेरि अर्को यहाँबाट 2 फेरि यहाँबाट 3 फेरि लाग्यो स्टिकी राइस है त आइशा प्लेट छ प्लेट दिनु न पछाडि छ होला है अनि आफ्नो वर्किङ स्टेसन चाहिँ क्लिन हुनु पर्यो ल अनि मैले भन्छु हजुरहरूले चाहिँ यहाँबाट एप्लाई गर्दाखेरि एप्लाई त गर्नुहुन्छ तर हातमा स्किल चाहिँ लिएर जानु ल फर इक्जाम्पल म आफै जाँदाखेरि मैले 1 हप्तामा जब पाएको मैले चाहिँ डिप्लोमा गरेको थिएँ यहीँ 11-12 भ्याउने बित्तिकै चाहिँ मैले यहाँ चौडाबाट डिप्लोमा गरेको थिएँ मेरो साथीहरूले 5 महिनापछि जब पाएको थियो भने मैले चाहिँ 1 हप्तामै जब पाएको थिएँ रेस्टुरेन्टमा यो भयो यसलाई चाहिँ टिपिकल्ली चाहिँ सुमा भन्छ है यसको चाहिँ गार्निसिङको काम हो यसरी गार्निसिङ गर्न मिल्यो अनि यसलाई क्युरीगिरी भन्छ यसरी राख्न पनि मिल्यो होइन त्यो राख्दैन भन्नुहुन्छ भने योहरू प्लेटिङ पनि गर्न मिल्छ यसरी यसको ठाउँमा यो पनि रिप्लेस गर्न मिल्यो ल होइन यो पनि गर्दैन भन्नुहुन्छ भने बटरफ्लाईहरू छ यो चाहिँ अलिकति बिग्रेछ सेप साइज चाहिँ बटरफ्लाईहरू चाहिँ यसरी चाहिँ राख्न मिल्यो ल
अनि साइडमा जहिले पनि कन्ज्युम गर्ने मोमो खाँदाखेरि के जान्छ त साइडमा चटनी जान्छ नि त्यस्तै सोया सस वासाबी गारी चाहिँ राख्ने अब सोया ससको काम के भन्दा एज अ ससको कन्ज्युम गरिन्छ है फर्मेन्टेसन बेस हुन्छ अनि गारीले चाहिँ के दिन्छ त भन्दा त्यो मरेको मान्छेलाई जगाउँछ सरी वासाबीले के गर्छ भने मरेको मान्छेलाई जगाउँछ भन्छ के त्यसले के गर्छ इम्युनिटी सिस्टमलाई रिजेन गर्ने काम गर्छ के डाइजेस्टिभ सिस्टमलाई हेल्प गर्ने काम गर्छ है अनि गारीको काम के हो त भने पिकल जिन्जर हो गारीले चाहिँ टिपिकल्ली हजुरलाई चाहिँ खाँदाखेरि सालमन टुनाहरू र कन्ज्युम गरिन्छ त्यसको स्ट्रङ फ्लेभर हुन्छ गारी खायो भने त्यसलाई किल गर्ने काम गर्छ है त त्यति मात्रै हो ल तीनटा चिज चाहिँ नभुलिकन हाल्ने द्याट्स इट ल अब हजुरहरूले सुरु गर्नु है दिया भट्टराई र पल्पसा साक्य र टिम नम्बर 3 गौतम त्रिपाठी र दिपेश आले मगर प्लिज तपाईँहरू आउनुहोस् है हेलो गाइस सो हाम्रो यहाँ चाहिँ कन्सेन्ट एन्ड लायबिलिटी वेभर फर्म पनि छ होइन यो भनेको चाहिँ सुसी अब कहिले नखाएको मान्छेहरूलाई त्यो भिनिगरसँग खाँदाखेरि आमिलोले होइन छेरपाटे पनि लाग्न सक्छ होइन सो त्यसको लागि चाहिँ अब धेरै खाँदाखेरि लाग्न सक्छ सो त्यसले गर्दाखेरि त्यसको लागि हो अनि सुसी बनाउँदाखेरि जस्तो नाइफहरूले चाहिँ औँला सौँला काट्न सक्छ त्यसको लागि चाहिँ ब्यान्डेज स्यान्डेज लगाइदिनुहुन्छ तर त्यसको लागि चाहिँ अब हामीले केही भन्नु मिल्दैन अब टास्कै त्यस्तो छ नि त चक्कु चलाउँदा थोरै काट्न सक्छ अनि सुसी कहिले नखाएकोले खाँदाखेरि अलिकति पेट दुख्न सक्छ होइन त्यति हो त्यसको कन्सेन्ट हो नथिङ एल्स सो सबैले पाएको छ यहाँ कम्पिटिटरहरू होइन म त्यही भएर ह्यान्ड वास गरेँ कि म आफूले पनि खाने हो के अरे मोबाइल होल्ड गर फर्स्ट टाइम मेकिङ सुशी ओके सो यो मेरो पानी यो होइन ओके यो चाहिँ हजुरको कोका कोला है सुशी बक्स यो होइन सिविड अनि उहाँहरूको सिविड कता छ फेरि हजुरलाई ल यसले सजिलो हुन्छ कि यसले सजिलो उहाँहरू त हात नधुलाएको मान्छे टाइमभन्दा पहिला अलरेडी राखिहाल्ने ए राइट ठ्याक्कै स्कुल तिमीलाई हुन्छ एउटा एउटा निकालेर दिनु है र पछि ठ्याक्कै निकालेर दिइहाल्छ जस्तो हुन्छ स्टार्ट गरौँ हजुरले पर्दैन हजुरले खानु गर्नु है हजुरको कोक दियो मेरो कोक दियो 1 2 3 गो यो हड्डी त भन्नु यहाँ टाइमर हेर्नु अडियन्सहरूलाई पनि देखाएर त्यहाँबाट ढेरेको छ कसैको ढेरेको छ ख्याल गर्नुहोस् है रोल गर्न गाह्रो हुन्छ टाइमको पनि ध्यान दिनु होइन 5 मिनटमा बनाएर खाने पनि हो नाति गर्नु ओहो यहाँ छेकिदिएपछि त टाइम कसरी हेर्ने हो त्यो मिनाले साइज धेरै सानो नगरौँ है त्यो टाइमलाई
कन्फ्युज नगरिदिनु है उसलाई नछेक्दिनु है त्यहाँ राइस हालेको भएन है त्यो अलिअलि अझ राम्रोसँग त्यो साइडमा हेरेर हाल्नु है हुँदैन खानी एकैचोटि सुरु हुन्छ सुशी 3 मिनट्स भयो है म 2 मिनट्स खाने मान्छेलाई पनि टाइम हेर्नु स्टफिङभित्र पनि हाल्नु है स्टफिङ थोरै भयो है उताको ग्रुप स्टफिङ थोरै भयो अझै हाल्नुहोस् त्यसमा अझै हाल्नु स्टफिङ हाल्नु विनरलाई तिमी काम गर्ने हात चाहिँ बचाएर गर्नु है हजुर खाँदा हुन्छ ल खाम सुशान्त म्याम उताको टाइम हेर्नु होला हजुरहरूलाई कोक पनि राखिदिएको छ त्यो पनि लिन सक्नुहुन्छ है कोक पनि राखिदिएको छ त्यो पनि लिन सक्नुहुन्छ है मिलेर भ्याउनु पर्छ है के भयो खानु डन भनेर भन्नुहोस् है टाइम हेर्छौँ हामी 50 सेकेन्ड उता साथीले भ्याउनु पर्यो यसो हाँस्दिउँ न ल उताको ग्रुपले भ्याइसक्नु भएको छ सुशान्त म्याम 4 minutes 16 seconds निल्दिनु गुलुक निल्दिनु ल यताको भयो डन भयो 36 seconds 36 सेकेन्ड नेक्स्ट टिम सुशान्त म्याम अब चाहिँ हो मलाई सायद सिबिड मन नपर होला के फिसी स्मेल आउँदाखेरि टिम 2 है धेरै त्यो उस पनि नबोल्नु होला त्यो च्यात्तिन्छ नाति गर्नु न पानी लाएर गर्यो भने सजिलो हुन्छ है पानी हातमा लाएर गर्यो भने त्यो चप्किँदैन धेरै त्यसरी पानी लाउने होइन राइसमा राइस भएन राइस हालौँ है त्यहाँ राइस पुगेन बिचमा नभए नि हुन्छ रे बिचमा नभए नि हुन्छ तलसम्म राख्नु पानी लाएर गर्नु पनि हजुरलाई चप्किन्न है त्यो अझै भएन त्यसमा राइस राख्नु यहाँ तलसम्म हजुर नआत्ती गर्नु ह्यान्ड वास गरेर पानी लाउनु न यो पानी धेरै नहाल्ने यो भिनिगर पानी हो यसले झन् खानु सक्दैन भिनिगर पानी हो यो पानी हो ल बस अझै एकचोटि ल काट्नु ल पर्फेक्ट बचाएर काट्नु होला अब यो त नभ्यासी कहाँ आउनु तल टास्नु कि पहिला तल टास्नु तल हानु भइहाल्यो ओहो जज तल ठिक छ यहाँ माथि पानी लाउनु
ल ल भन्छ घुमायो घुमायो नाति गर्नु नाति गर्नु ल ल सुरु सुरु कोट पनि यहाँ छ है कोट पनि छ ल ए मुखमा अर्केलाई ख्याल गर्नुहोस् है अर्केलाई ख्याल गर्नुहोस् है के भयो खायो नि सबै खायो सबै खायो सुन्ने होइन सास लिने होइन नाति खानु चाँडै त्यो उता बहिनीहरूले भ्याए चाँडै एउटा लास्ट पिस खायो नाति खानु आनन्द टाइम आफ्नो हेल्थ पनि ख्याल गर्नु पर्यो है यही गाह्रो नमानेर खानु निल्न पर्छ नि सकाउनु पर्यो ल मिठो छ होइन उता हो तिमीहरूको डन मेरो यता डन भयो कति ल रिकर्डै हाल्ने 3 मिनेट 30 सेकेन्ड टाइम चाहिँ खायो हुन्छ सेकेन्ड पनि चाल टाइम छ यहाँ टिम डोम यहाँ चाहिँ पुरा रेडी बनाउनु चाहिँ च्यालेन्ज होइन खानु चाहिँ रियल च्यालेन्ज हो एकदम हाट बजारको याद आउँछ हाट बजारमा माछा पसलको याद आउँछ एकदम ठस्सै स्मेल आउँछ त्यो भित्रैबाट त्यति निल्नु सक्यो भने भयो भ्याइयो फेरि गाइस आजको हाम्रो इन्सिडेन्ट आमा गटरै रहेछ ऊ यो पोइन्ट यस्तो ध्वस्तै भएछ के अरे ब्रदरको नाम आशिष हो आजको एकदम विजेतामाथि विजेता हुने मान्छेले आज के पुरस्कार भयो यस्तो सुबोध शर्मा जस्टिन भण्डारी तल त उसै रहेछ गटर रहेछ अनि टिम 5 विवेक पौडेल र सुषमा कार्की डोमले यहाँ सुसाइड नोट साइन गर्दै म एग्री छु भने पानी हातमा लाउनु भने सजिलो हुन्छ चिप्किन थाल्ने बित्तिकै पानी तल फेटमा लानु फेटमा भात तलसम्म गएको छैन ल माथिको ठिक छ तल लाउनु तल माथि बरु ग्याप छोड्नु तल नमिल्दो रहेछ नि निकाल्नु न भात निकाल्नु माथि होइन बिचमा ग्याप छोडे मिल्छ अझै माथि र तल त्यति निकालेर डोम तल हाल्नु कि तल हाल्नु तल माथिको ठिक छ तल हालिदिनु भयो राइस अझै हाल्दैन गरे रोल गरे ठिक छ जसरी गरे नि हुन्छ साइडको फाल्न मिल्दैन है साइडको खाने हो त्यो नि राख्न प्लेटमा होइन त्यो फाल्ने हो साइडको त फाल्ने हो ल भयो डोम भयो काट्दिनु ल ठिक छ राखिहाल्नु ल अर्को बनाइहाल्नु म्याटमा हालेर नातिकन डोम हानु फर्स्ट हाल्नु कि नडराइकन हाल्नु हो माथिको भयो अब तल हाल्नु ट्याक्क तल हाल्नु तल पहिल्यै तल हाल्नु कि ल भयो स्टफिङ हाल्नु रोल गरे ल काट्यो डोम काट्यो ल मिठो छ ल प्लेटमा हाल्यो खायो यता नि खायो डोम गुलुक निल्यो
घाँटीमा अड्किँदै ख्याल गरेर है ख्याल गरे ख्याल गरेर खानु है घाँटीमा अड्किन्छ सलादहरू छन् चबाउनु पर्छ सलाद चबाएर खानु है ठिक छ यो बहिनीले त सकेछ बहिनीले खाएको रहेछ पहिला ल आउँदैछ आनन्दले ल हालिदिउँ कोक थपिदिउँ कोक थपिदिउँ है कोक थपिदिउँ ल निलो डोम निलो खप एकैचोटि हाले पुरै अड्किन्छ है ख्याल गरेर ल निल्न बाँकी छ कि उनीहरूले निल्ने बाँकी छ त्यो दुइटैले 1 घन्टा खप्पा पाल्नु उसलाई टिस्यु रेडी गर्नु खप्पा पाल्नु हाले निले चबाउँदैछन् कोक बेच्न कोक बेच्न कोक भ्याएन टुक्रा हो कि साइडको त मात्र कोक भ्याएन रोको पहिला बिहान एक्स्ट्रा टुक्रा हो ल कमसे कम ल निल्यो डोम ल एटलिस्ट च्यालेन्ज चाहिँ कम्प्लिट गर्यो डोमले कस्तो लाग्यो आज सुशी कम्पिटिसनमा जितेर सुशी कम्पिटिसनमा जितेर त होइन मैले यसो टाइम रेकर्ड हेर्दाखेरि चाहिँ म चाहिँ छैन जस्तो लाग्यो फेरि पनि इट वाज अ फन एक्टिभिटी टाइम रेकर्ड हेर्दा हजुरको त सबभन्दा बेस्ट टाइमिङ हो त खै त्यहाँ अब के हुन्छ ए कति टाइम दिएछ उहाँहरूले ए 15 सेकेन्ड 30 सेकेन्ड 30 सेकेन्ड सो फाइनली हाम्रो चाहिँ यो सुशी इटिङ च्यालेन्ज सकिसकेको छ है सो वी हेभ द रिजल्ट इन आवर ह्यान्ड हाम्रो हातमा चाहिँ आजको रिजल्ट परिसकेको छ हेर्ने हो भने चाहिँ रिजल्ट क्लियर पनि थियो यहीँ होइन तर पनि म अनाउन्स चाहिँ गर्छु तर हाम्रो अनाउन्समेन्ट चाहिँ हाम्रो अरू प्राइजेस पाउने साथीहरू पनि हुनुहुन्छ अगाडिको अरू क्युएनए सेसन्समा भयो लकी ड्र विनर अनाउन्स गर्नु छ हामीले सो हामी सिक्वेन्स बेसिसमा चाहिँ गर्छौँ त्योभन्दा अगाडि कतिको एक्साइटिङ भयो त यो च्यालेन्ज चाहिँ भेरी मच एक्साइटिङ भेरी मच एक्साइटिङ ओके थ्याङ्क यू भेरी मच एभ्रिवान गिफ्ट्स प्रोभाइड गरिदिनको लागि चाहिँ हाम्रो रोयल एजुकेसनल फाउन्डेसनको सिइओ मिस्टर कृष्ण हरि पाण्डे सरलाई पनि बोलाउन चाहन्छु सो चपस्टिक च्यालेन्जको विनर पुष्कर थापालाई चाहिँ म यहाँ इन्भाइट गर्न चाहन्छु प्लिज पुट योर ह्यान्ड्स अप फर पुष्कर थापा एभ्रिवान Once again, congratulations to Puskar Thapa र साँच्चै नै उहाँ र उहाँको टिम यहाँ आएर साथीहरू आएर चाहिँ एकदमै धेरै रमाइलो गराइदिनु भयो त्यसको लागि पनि भेरी थ्याङ्कफुल टुवर्ड्स यु गाइज र त्यस्तै गरेर हाम्रो बिचमा युनिक भाइ चाहिँ यहाँबाट छुट्दै हुनुहुन्छ हामीसँगबाट सो त्यो रिजनले गर्दा म कृष्ण सरलाई चाहिँ एक्चुली उहाँलाई एज अ सपोर्ट यो ट्यालेन्टलाई अस्पाइरिङ ट्यालेन्टलाई सपोर्टको रूपमा चाहिँ उहाँलाई खादा लगाएर सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु Thank you. ओके विथ द्याट अब भने म टावर कपको विनरहरूलाई चाहिँ यहाँ बोलाउन चाहन्छु र उहाँलाई गिफ्ट्स पनि लिनको लागि चाहिँ अनुरोध गर्न चाहन्छु र त्यसको लागि भलन्टियर्स सलोनी म्यामलाई चाहिँ म यहाँ हेल्प गर्न पठाउन चाहन्छु सो प्रीति यादव एन्ड मीना यादव प्लिज यु गाइज ए ओके सरी प्रीति चौधरी एन्ड मीना यादव एउटा Thank you for participating. उहाँहरूले चाहिँ हामीलाई एज अ भलन्टियर पनि आज एकदम धेरै हेल्प गर्नुभएको छ त्यसको लागि पनि धेरै थ्याङ्क यू उहाँहरूलाई र विथ द्याट म चाहिँ थोरै यो गिफ्ट सेसनलाई साइडमा लगाएर कृष्ण सरलाई यहाँबाट एउटा लकी विनरको नाम पनि लिन सेलेक्ट गर्न रिक्वेस्ट गर्छु यो विनर चाहिँ हाम्रो स्क्यान गरेर जसले फलो गर्नुभएको छ उहाँहरूको यहाँ चाहिँ हजुरले रजिस्टर गर्नुभएको सबैको नाम छ तर त्यो विन गर्न भ्यालिड हुनको लागि चाहिँ हजुरले हाम्रो
सोसियल मिडिया पेजेस फलो गरेको हुनुपर्छ भनेको एज अ प्रुफ तपाईँहरूले चाहिँ हामीलाई फलो गरेको छु भनेर देखाउनुपर्छ है। अब जसरी भए पनि तपाईँहरूले हामीलाई प्रुफ देखाउनु पऱ्यो हजुरको नाम आउँछ भने कि हजुरले हामीलाई फलो गर्नु भएको छ भनेर है त। र यसको चाहिँ 2टा लकी विनर्स हुनुहुन्छ है। ल कृष्ण सर त्यो त अब तिनीहरूको नाम आएपछि तिनीहरूले इफ दे वान द गेम दे हेभ टु डु इट। दुईटा नाम बस्ने ढुकढुक ढुकढुक त होइन एकजना मात्रै मान्छे हुनुहुन्छ 2टा सबै ओ माय गॉड लगे दिपेश आले मगर थ्याङ्क यू सो मच सर। ल कङ्ग्रेचुलेसन्स ले पनि अलि विन गर्दै हुनुहुन्छ Q&A-मा आन्सर गर्नुभएको हो नि हैन त्यो उसवाला के टेस्ट प्रिपरेसन र सबभन्दा बेस्ट आन्सर मेरो थियो नि त हो सबभन्दा बेस्ट आन्सर मेरो थियो नि त मेरो लागि त बेस्ट आन्सर उल्दिया हो र उहाँलाई दिन्न ल अगेन थ्याङ्क यू आइशा unboxing. Let's see, guys. Oh wow! We have diary, very lovely diary, and we have a voucher of the Valley 3,000. Oh my God, 3,000! आशिषको र उसको चाहिँ शैलेशको चाहिँ आउँदैछ आशिष र शैलेश हजुरहरूको चाहिँ गिफ्ट ह्याम्पर्स आउँदैछ है यसपछि कसरी मैले बुझेँ त्यो यतिबाट कि पर्चेस गर्दाखेरि Maybe it is. भयो That's a good price. को छ Oh, यसमा नि 3,000. Valley 3,000. अनि त्यसपछि खाएर सकाउँदाखेरि चाहिँ 4 मिनट 16 सेकेन्डमा कम्प्लिट गराएको थियो ओके त्यस्तै गरेर निरूपा र रियाको टिमले भने 250 मिनट्समा मेकिङ गरेर सकाइसकेको थियो र त्यस्तै गरेर खाएर सकाउँदा 4 मिनट 17 सेकेन्ड्स भएको थियो है अनि त्यस्तै गरेर सलिना र डोमको टिमले चाहिँ डोमले सुशी मेकिङ 2 मिनट 22 सेकेन्ड्समा सकाइसक्नु भएको थियो र त्यस्तै गरेर इटिङ कम्पिटिसन सबै सकाउँदा 3 मिनट्स 40 सेकेन्ड्स भएको थियो अब विथ द्याट दिपेश आले मगरको चाहिँ 4 मिनट आई थिङ्क 48 सेकेन्ड्स कि यस्तै कति भएको थियो जस्तो लाग्छ मलाई बट यहाँ फिक्स लेखेको चाहिँ छैन अनि आशिष र पुष्करको टिमले चाहिँ 3 मिनट 30 सेकेन्ड्समा कम्प्लिट राउन्ड सकाउनु भएको छ है With that, we have a clear winner with 3 minutes 15 seconds को complete challenge and it is Subodh's group. Subodhको ग्रुपले चाहिँ बनाएर खाएर 3 minutes 15 seconds मा complete गर्नुभएको थियो. Congratulations, the winners of Ultimate Sushi Making and Eating Challenge. त्यो पनि हो दुईटा दिउँ एकैचोटि here Thank you for participating. शैलेश पनि हुनु हुँदैन ल दुईटै तिमीलाई है हैन म दिन्छु पार्टिसिपेट गरेर सपोर्ट गर्नुहुने अन्य सबै पार्टिसिपेन्ट्सहरूलाई पनि म आफ्नो लागि जस्ट टोकन अफ लभ रोयलबाट चाहिँ लिनको लागि यहाँ निम्त्याउन चाहन्छु जस्तै रिया गुरुङ प्लिज पल्पसा साक्य सलीना पुरी डोम थापा ACCA गौतम त्रिपाठी निरूपा गौतम
सो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ जसले पार्टिसिपेट गरेर पार्टिसिपेन्ट्सको कसैको नाम छुट्यो सोहन ओके सोहनजीलाई पनि म यहाँ निम्त्याउन चाहन्छु नाम छैन आउनु हामीलाई हेरेर सपोर्ट गर्ने पनि ठुलो एकदमै ठुलो सपोर्ट हो यहाँ अहिले ताली बजाइराख्नु भएको छ हाँसिराख्नु भएको छ भयो भयो अब उहाँ बहिनी भयो सर ए एउटा ग्रुप फोटो गराउनु भयो कता गराउनुहुन्छ अगाडि ए ओके सो हामीलाई राम्रो नृत्य देखाएर पर्फर्म गरेर साथ दिनुहुने हाम्रो उर्मिला बहिनीलाई पनि म यहाँ निम्त्याउन चाहन्छु तपाईँहरूको झोलामा चाहिँ तपाईँहरू डिफ्रेन्ट भाउचर्सहरू देख्न सक्नुहुन्छ होइन एउटा चाहिँ अरूमा ट्रेनिङ सेन्टर अब सरले अनाउन्स गरिसक्नु भएको छ हजुरहरूले चाहिँ केही डिस्काउन्ट्सहरू पाउनुहुन्छ त्यहाँ ट्रेनिङ गर्न जाँदा त्यस्तै गरेर गसिप क्याफेबाट पनि हजुरले फुड भाउचर चाहिँ पाउनु भएको छ त्यहाँ तपाईँहरू आफ्नो साथीहरू लिएर गएर डिस्काउन्ट्स लेभरेज गर्न सक्नुहुन्छ त्यस्तै गरेर रोयल एजुकेसनल फाउन्डेसनमा पनि हजुर जो रजिस्टर गरिसक्नु भएको छ हजुरहरूले आफ्नो सर्भिसेस लिन चाहनुभयो भने त्यसमा पनि डिस्काउन्ट्स पाउनुहुन्छ भाउचर्स छ भने भाउचर्सवाला मान्छेले त भाउचर नै क्लेम गर्न सक्नुभयो छैन भने पनि हजुरहरू आउँदा हजुरको रेजिस्ट्रेसन डिटेल हाम्रोमा देखिन्छ सिस्टममा त्यसको बेसिसमा पनि हजुरले डिस्काउन्ट्स पाउन सक्नुहुन्छ है रोयल एजुकेसनल फाउन्डेसन सो सर आज चाहिँ हाम्रो सुशीको चाहिँ रोल इट एन्ड इट इट च्यालेन्ज चाहिँ एकदम रमाइलो भयो दिनभरिका कार्यक्रम सबै रमाइलो भयो होइन सो आज फाइनली जब हामीले चाहिँ एन्डिङमा सबैले यो ब्याग्सहरू गिफ्ट भाउचरहरू पाइयो होइन सो यतिखेर चाहिँ मेरो मनमा एउटा आयो कि क्वेसन होइन सो हाम्रो यो जो सुशी सिक्ने ट्रेनिङ क्लास छ होइन त्यसमा जो हाम्रो 40% डिस्काउन्टको जो हाम्रो भाउचर पाएका छौँ होइन है त्यो चाहिँ कति फिसमा चाहिँ 40% डिस्काउन्ट हुने अनि त्यसपछि चाहिँ फिस कति हुन्छ भन्ने यसो जिज्ञासा आयो कि हाम्रो फी चाहिँ 1 मन्थको 25,000 छ अनि त्यसमा चाहिँ हामीले 40% डिस्काउन्ट गरेर 15,000मा गरेको छौँ फी चाहिँ प्लस हाम्रोमा चाहिँ बुटोलमा हाम्रो कुनै एकाडेमीमा पनि छैन हामीले चाहिँ 2 मन्थको पनि क्लास राउन्ड गरेको छौँ 2 मन्थ र 3 मन्थको 2 मन्थको चाहिँ 35,000 हो त्यसमा नि सर्टेन एमाउन्ट डिस्काउन्ट हुन्छ भने 3 मन्थको पनि क्लास छ 3 मन्थकोमा चाहिँ 60,000 छ त्यसमा नि हामीले सर्टेन % डिस्काउन्ट गर्छौँ साथै हाम्रोमा सुशी मात्रै होइन हाम्रोमा बारिस्टा पनि हुन्छ डिप्लोमा इन कुलिनरी आर्ट हुन्छ जो हामीले 6 मन्थ हामीले स्टुडेन्टलाई फुल्ली ट्रेनिङ दिन्छौँ त्यसपछि चाहिँ 6 मन्थ चाहिँ हामीले चाहिँ इन्टर्नसिप पठाउँछौँ धेरै अनि त्यसपछि चाहिँ हामीले चाहिँ 407 र 482मै हामीले नि अस्ट्रेलियामा काम गर्छौँ 407 482मा अनि अहिले हामीले आज भएको रोल एन्ड इट प्रोग्राम च्यालेन्जमा चाहिँ हाम्रो रोयल एजुकेसन फाउन्डेसन सरहरूसँग टाइअप गरेर गर्न पाउँदा आफूलाई पनि एकदम भाग्यमानी ठानेको छु साथै इन फ्युचरमा हामी सरहरूसँग टाइअप गर्नेछौँ र अहिले आजको पनि हाम्रो टाइअप गरेर गर्दै गर्दा सरहरूसँग धेरै नै स्टुडेन्टहरू आउनु भएको छ र इन फ्युचरमा पनि स्टुडेन्टहरू आउने र एब्रोडको लागि चाहिँ एप्लाई गर्न चाहनुहुन्छ भने राइट टु पाथ र राइट टु वे चाहिँ सरहरूले नै गाइड गर्नुहुन्छ र सरहरूको चाहिँ यो हाम्रो इस्टाब्लिस भएको 2003बाट होइन र इभेन्चुअली त्यो अनुसारले हजुरले आफैले गेस गर्न सक्नुहुन्छ कि हाउ ओल्ड रोयल एजुकेसन फाउन्डेसन कति पुरानो छ भने त्यहाँबाट थाहा हुन्छ अनि सुशी ट्रेनिङ दिएपछि हजुरले जब प्लेसमेन्टहरू पनि दिनुहुन्छ कि टिपिकल्ली यस्तो छ सुशी नेपालको लागि भन्दा पनि जो स्टुडेन्ट एब्रोड जाँदैछ र जसले चाहिँ
हातमा केही स्किल लिएर जान्छु भन्यो भने सुसी इज द राइट चोइस। किन राइट चोइस भन्दाखेरि चाहिँ इच एन्ड एभ्री कर्नर अफ द वर्ल्डमा चाहिँ सुसी एकदम ऱ्यापिडली ग्रोथ भएको छ। प्लस कम्पेयर गर्दा अरू किचनमा भन्दा एकदम लाइट पनि, अनि प्लस पेमेन्टको हिसाबले पनि कम्पेयर गर्दा अरू ट्रेनिङ कोर्स भन्दा नि अरू क्युजिनहरूमा चाहिँ पेमेन्ट चाहिँ धेरै राम्रो छ। स्टुडेन्टहरूले वहाँ गएर पाउने सेलरी बेसिसमा। अनि त्यही भएर पनि मैले चाहिँ रिकमेन्ड गर्छु स्टुडेन्टहरूलाई सुसी नसिकोस्। प्लस के छ भने स्टुडेन्टहरूले जब भिजा लाग्छ उहाँहरूको एकदम हतार हुन्छ, कति बेला जाउँ भन्ने हुन्छ। त्यो भनेको सर्टेन पिरियड उहाँहरूसँग 1 month 2 month हुन्छ। त्यो सर्टेन टाइममा सुसी उहाँहरूले मजाले क्याप्चर गर्न सक्नुहुन्छ। त्यो चाहिँ मलाई स्टुडेन्टहरूको लागि चाहिँ राइट चोइस लाग्छ। ओके, भनेपछि चाहिँ यहाँबाट चाहिँ स्टुडेन्ट भिजाको या जब भिजाको भन्दा पनि हजुरले चाहिँ ट्रेनिङ मात्रै गाइड गरिदिनु, त्यसपछि प्लेसमेन्टहरूको प्लेसमेन्ट हामीले नेपालमा चाहिँ प्लेसमेन्ट गर्छौँ। हामीले ओके, नेपालभित्र काठमाडौँतिर प्लेसमेन्ट गर्छौँ। नेपालको होटल र प्लस हामीले इन्टर्नसिप पनि दिन्छौँ। हाम्रो एकाडेमीमा इन्टर्नसिप पनि दिन्छौँ। त्यो चाहिँ छ, तर इन्टरनेसनली चाहिँ आफ्नै तरिकाले चाहिँ गर्नुपर्ने हुन्छ। अनि सर हाम्रो चाहिँ खास यो हुनुपर्ने चाहिँ 1 monthको कोर्स हो कि 2 monthको हो कि 3 monthको खास? बेसिक गर्नुहुन्छ भने 1 monthको छ, एडभान्स गर्नुहुन्छ भने 2 monthको छ, अनि त्यसपछि मास्टर एन्ड 3 monthको मास्टर क्लास गर्नुहुन्छ भने 3 monthको छ। हामीले 1 monthकोमा चाहिँ बेसिक वेहरू सिकाउँछौँ। प्लस क्लास ड्युरेसन चाहिँ 1 monthको हुन्छ भने क्लास आवर्स चाहिँ 4 आवर्ससम्म 3 देखि 4 आवर्सको हुन्छ। डेली बेसिसमा कि विकली बेसिसमा? डेली बेसिसमा 3-4 आवर्स क्लासै हुन्छ भनेपछि एकदम राम्रो तरिकाले ट्रेनिङ भइसक्यो। इन्डेप्थ रूपमा सिकाउँछु स्टुडेन्टहरूलाई। त्यो गर्दा चाहिँ टाइम चाहिँ मैले लिन्छु। हजुरको एड्रेस फेरि यहीँ हो कि कता हो? बुटोल योगीपट्टि शान्ति चौकमा छ। हजुरको चाहिँ के छ अरे उसको नाम? अरोमा हस्पिटालिटी छ। अरोमा हस्पिटालिटी पनि हजुरले सर्च गर्न सक्नुहुन्छ, या टोकियो सुसी ट्रेनिङ भनेर पनि सर्च गर्न सक्नुहुन्छ। हजुर, यहाँ रोयल एजुकेसनल फाउन्डेसन चाहिँ यहाँ कन्सल्टेन्सीको लागि, अनि हजुरको त्यहाँ चाहिँ ट्रेनिङ कोर्सको लागि स्टुडेन्टहरू यहाँ आएर एप्लाई गर्न सक्नुहुन्छ मजाले। हामी टाइअप गरेको छौँ एजुकेसन कन्सल्टेन्सीसँग। अनि प्लस त्यो बिचको ग्याप पिरियडमा चाहिँ हामीसँग आएर स्किल गेन गर्न सक्नुहुन्छ। प्लस रोयल एजुकेसन कन्सल्टेन्सीको भाउचर लिएर आउनु भयो भने हामीले सर्टेन डिस्काउन्ट चाहिँ दिन्छौँ। जस्तो आज हामीले चाहिँ 40 देखि 50% डिस्काउन्ट दिएको छौँ भने यो पछि नेक्स्ट टाइममा चाहिँ हामीले चाहिँ सर्टेन एमाउन्ट चाहिँ डिस्काउन्ट दिन्छ। त्यो चाहिँ चेन्ज हुनसक्छ। अनि आजको अफर चाहिँ कहिलेसम्म भ्यालिड हुन्छ? 1 विकसम्म छ सर। यो अफर चाहिँ हजुर टिपिकली हामीले चाहिँ 40 देखि सरले भन्नुभएको छ 50%सम्म चाहिँ 50सम्म। हजुर, त्यो हामीले सुसीमा दिन्छौँ। त्यो बाहेक अरूहरूमा चाहिँ हामीले 20-25% चाहिँ डिस्काउन्ट। ओके, त्यही त नि आज सरले त्यो डिस्काउन्ट त भन्नु हो, डिस्काउन्टको एमाउन्ट पनि धेरै राम्रो। तर चाहिँ टोटल एमाउन्ट चाहिँ कति रहेछ भन्ने 25,000 छ। 25,000 त्यसमा चाहिँ हामीले सी फुडहरू पनि सिकाउँछौँ। अनि रोलिङ चाहिँ अनलिमिटेड रोल दिन्छौँ। क्लास चाहिँ 4 आवर्स दिन्छौँ। सँगै हामीले चाहिँ सासागिरीहरूको क्लास सिकाउँछौँ। प्लस म आफू नै जापानिजसँग काम गरेको हुनाले मैले वे अफ ट्रेडिसनल वे कसरी हो त जापानिज कसरी कन्ज्युम गर्छ, कसरी रेस्पेक्ट गर्ने फुडलाई, कसरी रोलिङ गर्ने, कसरी प्लेटिङ गर्ने, त्योसँगै कसरी गार्निसिङ गर्ने भन्ने कन्सेप्टहरू चाहिँ म 4 आवर्सको पर डे 4 आवर्सको ड्युरेसनमा सिकाउँछु। कि जापानिजहरू पनि सिकाउनुहुन्छ कि? जापानिज ल्याङ्ग्वेज चाहिँ होइन, जुन किचनमा युज हुने जापानिज टर्म्सहरू, इन्ग्रेडियन्टको ट्रेडिसनल वे, जापानिज ट्रेडिसनल वे चाहिँ त्यो इन्ग्रेडियन्टहरूको नेम्सहरू होइन त्यस्तो। र म चाहिँ आफै जर्मनीमा हुँदाखेरि 5 इयर्स चाहिँ जापानिजसँगै बसेर काम गरेको। अनि हजुर चाहिँ अहिले चाहिँ त्यहाँबाटै पुरा रिटायर भएर चाहिँ यहीँ नेपालमा आफ्नो बेस बनाउन? यस्तो भयो, मैले जब जर्मनीमा पिआर एप्लाई गर्ने बेला भएको थियो, हजुर त्यसपछि होइन नेपालमै केही गरेर गर्नुपर्छ भन्ने कन्सेप्ट लिगेर अनि नेपालमा आएर चाहिँ। द्याट इज सो नाइस सर, भेरी मोटिभेटिङ। थ्याङ्क यू सो मच सर फर गिभिङ यर भ्यालुएबल टाइम। अनि हाम्रो जति पनि साथीहरू हुनुहुन्छ ब्लगिङ हेर्दै गरेको उहाँहरूको लागि पनि सेम डिस्काउन्ट एप्लाई हुन्छ होइन सर? स्योर। अनि जानु होला, नाम भन्नु होला दिपेश आले मगर, अनि सेम डिस्काउन्ट चाहिँ हजुरले एभाइल गर्न सक्नुहुन्छ। किनभने यो सुसी भनेको चाहिँ एकदम स्किल्ड, हजुरलाई चाहिँ एउटा स्किल्ड म्यान पावर बनाउनमा धेरै हेल्प गर्छ। मान्छेहरू जुन तरिकाले बरिस्टा सिकेर दुबईतिर गइरहेछन् होइन, त्यही तरिकाले चाहिँ सुसी सिक्यो भने चाहिँ दुनियाँभरि आजभोलि होइन। फर इक्जाम्पल जस्तो हामीले सुसी सिक्नु भयो भने हामीले इन्टर्नसिप या जब प्लेसमेन्ट चाहिँ दुबई पनि गरिदिन्छौँ। दुबईमा चाहिँ हामीले जब प्लेसमेन्ट गर्छौँ। अहिले चाहिँ वर्ल्ड भाषा वारले गर्दा नभए स्टुडेन्टहरू आउनुहुन्छ अनस्किल हुनुहुन्छ, दुबईमा र नेपालमा चाहिँ हजुरले हेल्प गरिदिनुहुन्छ होइन। जस्तो उहाँहरू चाहिँ अनस्किल
स्किल हुनुहुन्छ र स्किल गेन गर्न चाहनुहुन्छ र दुबई नै जान्छु र म महिनाको 2500-3000 कमाउँछु भन्ने कन्सेप्ट लिनुहुन्छ भने चाहिँ 1 मन्थको कोर्स चाहिँ उहाँहरूलाई सुइटेबल हुन्छ प्लस हामीले उहाँहरूलाई चाहिँ लिडरसिप गर्छौँ कसरी गर्ने कसरी जब पाउने हामीले कसरी इन्टरभ्यू फेस गर्ने त्यो फेजहरू पनि हामीले सिकाउँछौँ 2500 दिराम है गाइस सो त्यो भनेको चाहिँ झन्डै 1 लाख हुन्छ कि त्यो मिनिमम 1 लाख हुन्छ अब ओटी यताउता गर्दाखेरि त वी डोन्ट नो होइन अब बढी पनि हुनसक्छ सो त्यसको लागि चाहिँ अब सरसँग चाहिँ एटलिस्ट यति भयो कि हजुरले यो सिकेर अब आफै खोज्नुभन्दा पनि एटलिस्ट नेपाल र दुबईमा चाहिँ सरसँग चाहिँ हजुरले त्यो पुरा हेल्प पाउनुहुन्छ कि इन्टर्नसिपको लागि या जबको लागि होइन त्यसबाहेक अरू जो वेस्टर्न कन्ट्रिजहरू अरू कन्ट्रिजहरूतिर जानुहुन्छ वेस्टर्न कन्ट्रीहरू जानुहुन्छ स्टुडेन्टमा जानुहुन्छ भने हाम्रो रोयल एजुकेसन कन्सल्टेन्सी छँदैछ अनि त्यहाँ पनि अब जबको डिमान्ड त सुशीको आजभोलि वर्ल्ड वाइड नै छ कि नि अनि त्यो हिसाबले चाहिँ अरू अनस्किल तरिकाले जानुभन्दा यो स्किल तरिकाले गयो भने चाहिँ हजुरले झ्याप्पै जब चाहिँ होइन इभेन्चुअली मेरै इक्जाम्पल लिने भने म आफैले सर्ट एन्ड कोर्स गरेर गएको थिएँ नेपालबाट र मेरो साथीहरू हुनुहुन्थ्यो जो अनस्किल हुनुहुन्थ्यो अनि म गएको 7 डेजमै जब पाएको मेरो साथीहरू चाहिँ 3 देखि 4 मन्थ पछि चाहिँ उहाँहरूले जब पाउनु भएको थियो त्यो फर इक्जाम्पल म स्किल नेपालबाट लिएर गएको थिएँ र एज अ किचन हेन्डको जब पाएको थिएँ होइन त्यसको लागि चाहिँ जानुभन्दा अगाडि चाहिँ सर्ट एन्ड केही कोर्सको चाहिँ स्किल लिएर जानुभयो भने उहाँहरूको लागि बेटर हुने धेरै राम्रो थ्याङ्क यू सो मच सर अलिकति गाइडहरू गरिदिनु भयो हाम्रो अडियन्सहरूलाई पनि यङ अडियन्सहरू हुनुहुन्छ हाम्रो थोरै होइन सो त्यसको लागि धेरै धेरै धन्यवाद सो गाइज आजलाई त्यति नै ऱ्याप गरिदिउँ होइन हामीसँग यहाँको सर कन्सल्टेन्सीको सर पनि हुनुहुन्छ अब सरसँग पनि हामी बिदाइ लिँदै थ्याङ्क यू सो मच सर आज चाहिँ धेरै रमाइलो गरिदिनु भयो थ्याङ्क यू सो गाइज द्याट्स अ ऱ्याप सो सी यू टुमोरो अर नेक्स्ट टाइम बाई